2047 साल माघ 3 गते विराटनगरको आमसभामा मदन भण्डारीले बहुदलीय जनवादको लामो व्याख्या गर्नुभयो। गएको कार्तिक 23 गते पञ्चायती संविधानको अन्त्य भएको छ र प्रजातान्त्रिक संविधानको घोषणा भएको छ। त्यसैता मुलुकको राजनीतिक स्थितिमा नयाँ चहलपहल, नयाँ अध्याय, नयाँ परिवेश सुरु भएको छ। यस प्रसंगमा हाम्रो पार्टीले देशका विभिन्न भागमा जनसभाहरू आयोजित गर्दै जनतासँग साक्षात्कार गर्दै आफ्ना विचारहरू पुर्याउने, पार्टीलाई परिचित गराउने र हाम्रो पार्टीका देशका अरू राजनीतिक शक्तिको सम्बन्धमा के विचार र धारणाहरू रहेका छन्, मुलुकमा यस बेला विद्यमान समस्याहरूको बारेमा हाम्रो पार्टी के सोचिरहेको छ, त्यो कुराहरू बताउन हामी निस्केका छौं। त यहाँ पूर्ववक्ता कमरेडहरूले हाम्रो पार्टीका धारणाका विभिन्न पक्षहरूमा यथासम्भव विस्तारको साथ नै प्रकाश पार्नु भएको छ। मलाई के लागेको छ भने मैले पार्टीका वर्तमान विचारहरूलाई जो उहाँहरूले प्रस्तुत गर्नुभएको छ तिनीहरू समेत केही श्रृङ्खलाबद्ध ढङ्गले सूत्रवत रूपमा अघि सारे भने पनि सायद हाम्रो पार्टीको धारणा पर्याप्त रूपमा प्रस्तुत हुनेछ। यस प्रसंगमा मलाई के लागेको छ भने यो मोरङ सुनसरी जिल्ला, मलाई लाग्छ जहाँबाट यहाँहरू उपस्थित हुनुभएको छ, यो जिल्ला वा यो क्षेत्र नै मैले विगतमा भूमिगत भएर काम गर्दाको ज्यादा लामो समयको कर्मभूमि हो। यस खातिर यहाँ उपस्थित हुनुभएका आदरणीय जनसमुदायहरू मलाई सिंगै हाम्रो पार्टीलाई जस्तै म पनि यहाँहरूको सुरक्षा, यहाँहरूको सहयोगमा यस क्षेत्रमा कार्यरत रहे र त्यसबेला हाम्रो पार्टीले आफ्ना विचारहरूलाई कसरी अघि सारिरहेको थियो त्यसबारेमा यहाँहरू वाकिफ हुनुहुन्छ। र आजको परिवर्तित स्थितिमा पहिलोचोटि यो खुला मञ्चमा उपस्थित भएर यहाँहरूसँग भेटघाट गर्न पाउँदा मलाई जुन खुसी लागेको छ, यो परिवर्तित प्रसंगलाई ख्याल गर्दै आन्दोलनको इतिहासका केही संक्षिप्त प्रसंगहरू र यो परिवर्तनका केही निश्चित विषयहरूको बारेमा यहाँहरूसँग कुरा गरौं जस्तो मलाई लागेको छ। यहाँहरूलाई थाहा छ कि नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादीले यो मुलुकमा यदि प्रजातन्त्र ल्याउने हो भने र यो देशको राष्ट्रिय अस्मितालाई जोगाउने हो भने, जनताको जीविकालाई, घाँस बाँस र कपासको समस्यालाई ठीक ढंगले हल गर्ने हो भने त्यसको निम्ति सर्वप्रथम निरंकुश राजतन्त्रलाई अन्त्य गर्नुपर्छ। निर्दलीय पञ्चायती व्यवस्थाको नाममा सञ्चालित भएको निरंकुश राजतन्त्र, शाहवंशीय राजतन्त्र, यसले नै जनता राष्ट्रलाई बर्बाद पारेको छ भन्ने हाम्रो पार्टीको धारणा थियो। म यो कुरालाई यस कारणले सम्झिरहेको छु कि जुनसुकै बेला यदि संघर्षको आवश्यकता देखिन्छ भने, मुलुकमा संघर्ष जरुरी छ भनेर भनिन्छ भने त्यसबेला अनिवार्य रूपमा शत्रु को हो भन्ने प्रश्न आउँछ। शत्रु को हो भन्ने कुरा ख्याल नगरिकन त्यत्तिकै संघर्ष गर्छु भनेर कसैले भन्छ भने त्यो दिमाग बिग्रेको मान्छे जस्तो हुनेछ। जसलाई देखे पनि पाखुरा सुर्किने, जसलाई देखे पनि आँखा रातो पार्ने खालको जस्तो कुरा हुनेछ। क्रान्तिकारिता त्यो होइन। क्रान्तिकारिता शत्रु र मित्रलाई ठीक ढंगले छुट्याउनु हो र हामीले शत्रु निरंकुश राजतन्त्रलाई, दरबारलाई र त्यसद्वारा संरक्षित निरंकुशतावादी तत्त्वहरूलाई यो मुलुक र यहाँका जनताका शत्रु हुन् भनेर घोषित गरेका थियौं। हाम्रो त्यो विश्लेषण, नेकपा मालेको त्यो विश्लेषण सही रहेछ कि गलत रहेछ, आज हर कुनै सचेत नेपालीले विश्लेषण गर्न सक्छ। मैले यहाँहरूलाई यो मात्रै अनुरोध गर्न खोजेको हुँ कि इतिहासमा विगतमा घटेका घटनाहरूलाई विश्लेषण गर्दै कुन पार्टीले अघि सारेका विश्लेषणहरू ज्यादा यथार्थसंगत रहेछन् र कुन पार्टीले अघि सारेका कुराहरू त्यस्तो रहेनछन्, त्यो कुरा यहाँहरूले विश्लेषण गर्नुपर्छ। अर्थात् जब जनता न्यायाधीश हुन्छन्, जब जनताले न्यायाधीश हुने अधिकार प्राप्त गर्छन्, त्यसपछि जनताले पनि स्वाभाविक रूपले बडो उत्तरदायित्वको भावना साथ
त्यो अधिकारको प्रयोग गर्नुपर्छ। यसो भएको हुनाले हामीले निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै मुलुकमा प्रजातन्त्र, राष्ट्रिय स्वतन्त्रता र जनताको समृद्धि ल्याउनुपर्छ भन्दै आफ्ना विचारहरू अघि सार्यौं। यही विचार अघि सारेको हुनाले नै हाम्रो पार्टीले भूमिगत रहेर काम गर्नु पर्यो। यहाँहरूलाई बिल्कुल राम्ररी थाहा भएको हुनुपर्छ कि नेपाल कम्युनिस्ट पार्टी, मार्क्सवादी लेनिनवादीले मृत्युको डर राखेर लुकेको थिएन, मर्न डर मानेर भूमिगत भएको थिएन। हामी डरको कारणले लुकेका होइनौं। तर यहाँ राजनीति गर्ने नै स्वतन्त्रता थिएन। राजनीति गर्ने स्वतन्त्रता नभएको र केवल पञ्चायती राजनीतिको एकाधिकारवाद कायम राखिएको हुनाले त्यो पञ्चायती एकाधिकारवादलाई तोड्नको निम्ति जनताको बीचमा गएर भूमिगत ढंगले काम गर्ने एउटा अनिवार्य आवश्यकता बन्यो। हामीले नौलो जनवादको पक्ष पोषण गर्दा गर्दै, समाजवाद र साम्यवादको पक्ष पोषण गर्दा गर्दै, मार्क्सवाद लेनिनवादको मार्गदर्शनलाई पछ्याउँछौं भनेर भन्दा भन्दै पनि यदि राजतन्त्रको विरोध नगरेको भए हामीले भूमिगत कार्यशैली अपनाउनु पर्ने थिएन। यस कारणले कि नौलो जनवादका पक्ष लिनेहरू, मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक ठान्नेहरू, समाजवाद र साम्यवादको अनुसरण गर्छौं भन्नेहरू खुलेर नै काम गरिरहेका थिए र गरिरहेका छन्। के कारण हो कि नेकपा माले भूमिगत हुनु पर्यो। नेकपा मालेसँग परोक्ष रूपमा संगत गरेको छ कि भन्ने आभास मात्रै पाउँदा पनि ससाना अनिराश्यमा लागेका विद्यार्थीहरूले वर्षौं वर्षसम्म कठोर यातनाका साथ जेल पनि बिताउनु पर्यो, जेल पनि भोग्नु पर्यो। के कारण हो? त्यो अरू केही कारण होइन। हामीले मुख्य शत्रुलाई ठीक ढंगले ठम्ब्याएका थियौं र त्यो मुख्य शत्रु भनेको वास्तवमा निरङ्कुश राजतन्त्र थियो। तर त्यसबेला एकातिर प्रजातन्त्रको कुरा गर्ने, जनवाद र समाजवाद साम्यवादको कुरा गर्ने, तर मुख्य शत्रुको सामु साष्टाङ्ग दण्डवत गरेर अदब जाहेर गर्ने यस्ता खालका राजनीतिक पार्टीहरू पनि थिए जो अहिले पनि छन्। यसो भएको हुनाले यो प्रसङ्गलाई ख्याल गर्दै म राजतन्त्रको बारेमा हाम्रो पार्टीका यस बेलाका धारणाहरू, राजनीतिक पार्टीहरूसँग सम्बन्धित सवालहरू, संविधानको बारेमा हाम्रा पार्टीका विचारहरू र अगाडि योभन्दा निकट भविष्यमा हाम्रो पार्टीले अपनाउने कार्यनीतिका सवालहरूको बारेमा यहाँहरू समक्ष केही कुराहरू राख्न चाहन्छु। राजाले दिएको प्रजातन्त्रले 30 वर्षमा मुलुकलाई बर्बाद पार्यो। जनता 70% भन्दा बढी जनताहरू गरिबीको रेखामुनि धसिए। मुलुक साम्राज्यवाद, एकाधिकार, पुँजीवादको गुलाम भयो र अनेकौं विकृतिहरूको अखाडा बन्यो। यस ढंगले राजाले दिएको पञ्चायती प्रजातन्त्रले वास्तवमा मुलुकलाई सर्वनाश पारेको छ। जनताले यो पञ्चायती प्रजातन्त्रले हाम्रो मुलुक उँभो लागेन, त्यसो हुँदा यसलाई हटाउनु पर्यो र जनताको प्रजातान्त्रिक अधिकार दिनु पर्यो भनेर जब आन्दोलनमा जनता उत्रे त्यसबेला राजाले के गरे? राजाले बन्दुक प्रयोग गर, बुट प्रयोग गर, हत्या गर यो पञ्चायती प्रजातन्त्रलाई अथवा पञ्चायतलाई, जनमत संग्रहद्वारा विजयी भएको पञ्चायतलाई जसले स्वीकार गर्दैनन् त्यसलाई बिल्कुल निमिट्यान्न पार भनेर राजाले आदेश दिए। राजाले आदेश दिए भनेर मैले यस ढंगले भनिरहँदा, यस्तो दावाको रूपमा भनिरहँदा यहाँहरूलाई आशंका लाग्न सक्छ। म 2046 साल फागुन 5 गते मरिचमान नवराजहरूले पोखरामा गएर राजाबाट प्राप्त गरेको आदेशको सम्झना गरेर यो कुरा भनिरहेको छु। उनीहरूले त्यहाँ आदेश प्राप्त गरेको हुनाले उनीहरूले फागुन 7 गते चितवनमा गोली चलाएका हुन्, फागुन 8 गते भक्तपुरमा गोली चलाएका हुन्, 9 गते धनुषामा गोली चलाएका हुन् र उनीहरूले जनतालाई गोली प्रयोग गरेपछि, बुट र बन्दुक प्रयोग गरेपछि वास्तवमा आतंकित भएर नेपालीहरू फेरि संघर्षमा उठ्ने छैनन् भन्ने यस्तो खालको कामना, यस्तो खालको कल्पना गरेका थिए। तर त्यो सम्भव भएन। त्यसले वास्तवमा पञ्चायती शासकहरू र खुद दरबारियाहरू अन्तर्राष्ट्रिय जनमतको अगाडि पनि नाङ्गो हुनु पर्यो। त्यसपछि उनीहरूले फागुन 12 गते फेरि पोखरामै बसेर सरसल्लाह गरे। यसको के प्रतिक्रिया भयो त? दर्जनौं मान्छेहरू मार्नुको के प्रतिक्रिया भयो? जनता डराए? जनता त डराएको बुझिँदैन। अन्तर्राष्ट्रिय समर्थन बढ्यो? त्यो पनि बढेको छैन। त्यसो हुँदाखेरि अब यस ढंगले पार लागेन। उनीहरूले त्यसपछि के तय गरे भने बेसरी हच्काउ, आतंकित खुब पार, धेरैभन्दा धेरै मान्छेहरूलाई एरेस्ट गर, पक्राउ गर र कठोर यातनाका साथ जेलमा कोच, कस्टडीहरूमा राख, तर मारी चाहिँ नहाल। बीचमा उनीहरूले यस्तो खालको नीति लिए। त्यसपछि यहाँ के भयो? यहाँहरू थुप्रै त्यसमा अवगत हुनु होला। म धेरैजसो उपत्यकाको बारेमा जान्दछु।
उपत्यकामा फागुन महिनामा, काठमाडौँको त्यस्तो जाडोमा फागुन महिनामा सिमेन्टेड कुनै कोठाभित्र पानी पोखेर, त्यो पानी पनि गतिलो पानी होइन, पोहोर नालीको पानी पोखेर अनि वरिष्ठभन्दा वरिष्ठतम बुद्धिजीवीहरूलाई समेत पक्राउ गरेर त्यहाँ आधा जीव डुब्ने गरी त्यस्तो फोहोर पानीमा राखेर कठोर यातना दिने तरिका अपनाए। र उनीहरूले फागुन 12 गते सल्लाह गरे पछाडि अर्को पनि एउटा षड्यन्त्र सुरु गरेका थिए कि यो आन्दोलन फागुन 7 र 8 गते त नेपाली कांग्रेसले आह्वान गरेको, यो त प्रजातन्त्रवादी हो, यो त ठिकै छ, जो भइसक्या छ। तर यो 14 र 19 को कार्यक्रम चाहिँ उग्रवादी कम्युनिस्टहरूले गरेको। त्यसो हुँदा उग्रवादी कम्युनिस्टहरूले आयोजना गरेको कार्यक्रममा प्रजातन्त्रवादीले लाग्न सुहाउँदैन, यो ढङ्गले उनीहरूले मिडियाहरूबाट प्रचार गरे। र उनीहरूको चाहना के थियो भने नेपाली कांग्रेस र कम्युनिस्टहरूलाई अलग अलग बनाऊ र दमन गरौँ। तर धन्यवाद नेपाली कांग्रेसका नेताहरूलाई, उनीहरू त्यस बेला भड्किएनन् र उनीहरू 14 र 19 को कार्यक्रममा साँच्चै हार्दिक भावनाका साथ शरीक भए। त म नेपाली कांग्रेसको त्यस बेलाको त्यो विवेकलाई प्रशंसा र धन्यवाद भाव व्यक्त गर्दछु। यस ढङ्गले जब उनीहरूको त्यो दोस्रो तरिका, हत्या नगरिहाल्ने तर व्यापक रूपले दमन धरपकड गरेर कठोर यातना दिएर जनतालाई तलाउने जुन सल्लाह गरेका थिए, त्यसले पनि पार लागेन। र त्यसपछि कार्यक्रमहरू अगाडि बढ्दै गए र तेस्रो कार्यक्रम अगाडि आउँदा चैत्रको तेस्रो हप्तामा पुग्दा जति हत्या भएको थियो, जति यातना र दमन भएको थियो, त्यो यातना र दमनबाट प्रभावित भएका जनसमुदायले मुलुकको राजनीति कहाँ केन्द्रित छ, संघर्षलाई कहाँ केन्द्रित गर्नुपर्छ भन्ने कुरा आफै विश्लेषण गर्न थाले। र चैत्रको तेस्रो हप्तादेखि देशका विभिन्न भागमा राजा वीरेन्द्र, देश छोड, राजतन्त्र मुर्दाबाद, गणतन्त्र जिन्दाबाद जस्ता नाराहरू तल मोफसलका विभिन्न ठाउँहरूमा र राजधानीका विभिन्न सहरहरूमा पनि त्यो ढङ्गले नारा लाग्न थाल्यो, जसको बारेमा यहाँहरू राम्ररी नै पत्र पत्रिकाहरूबाट र खुद त्यसमा तिनीहरूबाट पनि अहिले अवगत भइसकेको हुनुहुन्छ। मैले यो चर्चा यस कारण गर्न खोजेको हुँ कि वास्तवमा संयुक्त वाम मोर्चा र नेपाली कांग्रेसले त्यो नारा दिएकै थिएन, दिन चाहेकै थिएन। फेरि पनि त्यस्तो नारा कसरी लाग्यो त आन्दोलन? त्यो भनिरहनु पर्ने जरुरी छैन कि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादीले मुख्य शत्रु दरबार हो, मुख्य शत्रु राजतन्त्र हो भन्ने कुरा घोषित रूपमा आम जनसमुदायको बीचमा उसले आफ्ना प्रचारहरूलाई गर्दै आएको थियो। र यो आन्दोलनमा पनि संघर्षलाई सकेसम्म बढी त्यहाँ केन्द्रित गर्ने कुरामा उसले प्रयत्न गर्दै आएको थियो। तर वाम मोर्चाका बाँकी घटकहरू मध्ये पनि धेरै त्यसको निम्ति तयार थिएनन्। म त्यस बेलाको एउटा घटना यहाँहरूलाई भनौँ कि यही विराटनगरमा कुकुर, गधा र साँडेहरूमा विभिन्न खालका पोस्टरहरू दरबारियाहरूले गरेका अत्याचारको विरोध गर्दै कार्टुन बनाउँदै पोस्टरहरू टाँसिएका थिए अरे। र अनि त्यस बेला त्यो पोस्टर राजाको, रानीको वा भाइ भारदारहरूको बारेमा लेखिएका पोस्टरहरू लिएर जब यहाँ कुकुरहरू यताउता कुद्न थाले, त्यस बेला पुलिसहरू त्यो कुकुरको पछाडि दौडिन हैरान छन् अरे भन्ने हामीले राजधानीमा सुन्यौँ। बडा नयाँ प्रयोग, हामी त काफी खुसी भयौँ। र मैले धेरै ठाउँमा भने विराटनगरका आन्दोलनकारीहरूले जुन प्रयोग गरे, यहाँहरू यता पनि त गरेर देखाउनुहोस्, मैले केही ठाउँमा भने पनि। मैले अहिले यहाँ उल्लेख गर्न खोजेको घटनाको तात्पर्य के हो भने संयुक्त वाम मोर्चा र नेपाली कांग्रेसको बैठक भएको बेला नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहको महासचिवले त्यो वार्तामा के भने, उनले के भने भने यो देशको आस्थाका केन्द्र, हृदयका सम्राट, महापुरुष जस्तो एउटा राजा रानीको बारेमा विभिन्न खालका गलत कार्टुन सार्टुन त्यस्तो ढङ्गले लेख्दै कुकुर जस्तो तुच्छ जनावरको ज्यानमा पोस्टर टाँसेर विराटनगरमा घुमाइँदैछ अरे। यो आन्दोलन उग्रवादी हुन थाल्यो, यो आन्दोलनले बाटो बिराउन थाल्यो, हामीले यसको व्यापक रूपले भर्त्सना गर्नुपर्छ, निन्दा गर्नुपर्छ, यस्तो हामी सहेर बस्न सक्दैनौँ भनेर ती महासचिवले नेपाली कांग्रेसको सामु प्रस्ताव राखे। त्यो को होला? अरू कोही होइन, त्यो कृष्णराज वर्मा हुन्। हाम्रो शिर लाजले निहुर्यो कि एउटा वाम मोर्चाको घटकको एउटा नेताले नेपाली कांग्रेसका सामु गएर दरबारियाहरू जसले 30 वर्ष मुलुकमाथि अत्याचार गरेर आएका छन्, जनताको
रगत चुसेर आएका छन् र मुलुकलाई एउटा अत्यन्त दर्दनाक अवस्थामा पुर्याएका छन्। त्यस्ता बदमाशहरूको बारेमा यदि कहीँका आन्दोलनकारी जनताहरूले त्यो खालको प्रतिक्रिया व्यक्त गरे त के बिगारे? तर एउटा वामपन्थीको प्रतिनिधि भएर वार्ता गर्न गएका उनले जबकि हामीसँग कुरा उठाएका काङ्ग्रेसमा गएर कुरा उठाए। तर संजोगको कुरा हो कि त्यस बेला त्यो काङ्ग्रेस वार्ता गर्ने काङ्ग्रेस पनि जगन्नाथ आचार्य थिए भक्तपुरका, तिनले राम्रै कुरा गरे। त्यसो हुँदाखेरि यो सबै जनताले गरेको आन्दोलनको विरोध गर्दै हिँड्ने काम हाम्रो होइन भनेर उनले भनेपछि बल्ल तिनी मरिच जस्तो चाउरिएर बस। त भन्नाले हामीले वाम मोर्चाका अनेकौं प्रचार सामग्रीहरू तयार गर्दाखेरि पनि जुन हाम्रो हात भएर गुज्रिन्थ्यो त्यसमा हामीले कमसेकम सोझै दरबारीहरूको बारेमा, सोझै राजतन्त्रको बारेमा, सोझै राजाको भूमिकाको बारेमा यदि लेख्न सक्दैनौँ भने पनि प्रतीकात्मक ढङ्गले त लेखौँ। कमसेकम निरङ्कुश तन्त्रले बर्बाद गर्यो त भनौँ, तानाशाहहरूले बदमाश गरे त भनौँ। तर त्यसलाई बर्मा, मानन्दरबा यस्ता खाले वाम मोर्चाभित्रका दक्षिणमा दाहिने साइडमा रहेका घटकहरू जहिले पनि चस्मा लगाएर हेरिरहन्थे, कहीँ यहाँ मालेले निरङ्कुश तन्त्र त घुसाएको छैन, कहीँ यहाँ उसले तानाशाहले बदमाश गर्यो भनेर त घुसाएको छैन। यस ढङ्गको उनीहरू कोसिस गरिरहन्छ। त मैले यति मात्रै भन्न खोजेको हुँ, चाहे नेपाली काङ्ग्रेसको कुरा गर्नुहोस् या वाम मोर्चाभित्रका विभिन्न घटकहरूको कुरा गर्नुहोस्, उनीहरूले न अगाडि न आन्दोलनको बेला कहिल्यै पनि मुख्य शत्रुमाथि प्रहार केन्द्रित गर्ने कुरा गर्न सकेनन्। त्यस्तो गर्न चाहनेहरूलाई पनि रोके र यस ढङ्गले वास्तवमा वाम मोर्चाले सङ्घर्षको जुन खालको तापमान माथि बढिरहेको थियो त्यो ढङ्गले उसले राजनीतिलाई अपग्रेड गर्न सकेन, उसले नाराहरूलाई माथि ल्याउन सकेन। तर पनि हामी भित्रबाट त्यो कोसिस गरिरहेका थियौँ। र मैले प्रसङ्ग यहाँ जोड्न खोजेको हुँ कि चैत्रको तेस्रो हप्तामा पुग्न साथ जनताहरूले सडकमा उत्रिएर राजतन्त्र मुर्दाबादको नारा लगाए। त्यो सडकमा उत्रिनेहरू म दावा गर्दिन मात्रै होइन, म स्पष्ट भन्न चाहन्छु ती सब मालेका सहयोगी समर्थक मात्रै थिएनन् अनि त्यो चौथो महाधिवेशनका सहयोगी समर्थक मात्रै पनि थिएनन्। ती वास्तवमा कुनै पनि राजनीतिक पार्टीको सङ्गतमा नआइसकेका व्यवसायीहरू पनि थिए। मैले देखेँ डाक्टरहरूलाई, इन्जिनियरहरूलाई, विभिन्न कार्यालयका हाकिमहरूलाई र त्यस्तै मजदुर किसानहरू, अरू जनसाधारण त छँदै थिए। यस ढङ्गले के बुद्धिजीवी, के साधारण जनता, के व्यापारी, के व्यवसायी सबैले सडकमा उत्रिएर भने राजतन्त्र मुर्दाबाद। त्यो भइसकेपछि मात्रै बल्ल राजाको कानमा अलिकति बतास लाग्यो। त यो जहाँसुकैका पनि प्रतिक्रियावादीहरूको चाल यस्तै हुँदो रहेछ। एउटा ल्युसिनको कथा म सम्झन्छु। चिनिया प्रतिक्रियावादीहरूको बारेमा चर्चा गर्दै ल्युसिन लेख्नुहुन्छ कि चीनमा एउटा यस्तो परम्परावाद छ कि अस्वस्थकर खालका एकदम गुमसुम र अँध्यारा घरहरू बनाइएका छन्। एउटा प्वाल खोलौँ न, एउटा झ्याल बनाउन भनौँ भने कोही तयार हुँदैन। यो प्वाल खोल्नु हुँदैन, झ्याल बनाउनु हुँदैन, किनभने हाम्रा पुर्खाहरू यस्तैमा बस्दै आएका छन्। तर जब कुनै सुरोले निस्किएर जब मार्तल उठाउँछ, यो थोत्रो घर म भत्काइदिन्छु, अस्वस्थ घर भत्काइदिन्छु र बडो झ्यालदार शानदार खालको हावादार खालको म नयाँ महल बनाउँछु भनेर जब मार्तल उठाउँछ त्यस बेला अनि परम्परावादीहरू भन्छन्, प्रतिगामीहरू भन्छन्, होइन एउटा झ्याल हाल्दा काम चल्दैन र। त्यही कुरा हो, जब जनताले राजालाई प्रजातन्त्र चाहियो, हामीलाई अधिकार चाहियो भनेर आवाज उठाए, राजाले भने यो पञ्चायती प्रजातन्त्र त जनमत संग्रहद्वारा प्रमाणित हो, यो त हुन्छ। राजाले यस्तै वक्तव्य दिएका थिए, यस्तै घोषणा गरेका थिए। जब जनताले उत्रिएर राजतन्त्र मुर्दाबाद, फालो यो राजतन्त्रलाई भनेर जब भने अनि राजा भन्न थाल्यो, होइन अलिकति प्रजातन्त्र पाएर काम चल्दैन। यस ढङ्गले मैले यति मात्रै भन्न खोजेको हुँ कि नेकपा मालेले आफ्नो जन्मकालदेखि नै मुलुकको राजनीतिक स्थितिको विश्लेषण गर्दै मुख्य शत्रु को भन्ने कुरामा जो किटान गरेको थियो, आजसम्मका आन्दोलनका व्यवहारले सही साबित गरेको छ र सही साबित गरेको छैन भने र यदि ती कुराहरू त्यो मुख्य शत्रु होइन भन्ने कुरा यदि हिजोको इतिहासले प्रमाणित गरेको छ भने कृपया हाम्रो आलोचना गरिदिनु होला। यदि सही साबित गरेको छ भने राजनीति भोटा कति फटालेको छ भन्ने आधारमा राजनीतिको मूल्याङ्कन हुँदैन, निधार कतिको परसम्म गएको छ भन्ने आधारमा राजनीतिको मूल्याङ्कन हुँदैन, उमेर कतिको बितेको छ भन्ने आधारमा राजनीतिको मूल्याङ्कन हुँदैन। मैले यो कुरालाई यस कारणले जोड दिएर भन्न खोजेको हुँ कि नेकपा माले भनेको केटाहरूको पार्टी हो, नेकपा माले भनेको युवाहरूको पार्टी हो। यिनीहरूले जोसका कुरा त गर्न सक्छन् तर होस भने छैन। जुन खालका कुरा गरिँदैछ, जुन खालका कुरा भनिँदैछ
त्यस खातिर मैले उल्लेख गर्न खोजेको हुँ कि इतिहासको मूल्याङ्कन गरौँ मित्र हो, इतिहासको मूल्याङ्कन गरौँ र सत्य कुन पत्रमा लुकेको रहेछ त्यसलाई बाहिर ल्याउँ। बस यस खातिर मात्रै मैले यहाँहरूलाई भन्न खोजेको। अब नेपाली जनताले लामो समयदेखि र यो 30 वर्ष पनि राजा विष्णुको अवतार हुन् भन्दै त्यस ढङ्गले मान्दै आएका थिए। नेपाली जनताले भन्नाले मैले नेपाली जनताको अचेतनापूर्ण विश्वासमाथि आधारित परम्परावादलाई मैले उल्लेख गर्न खोजेको हुँ। त्यो विष्णुको अवतारले अथवा देवदूतले शासन चलाएको भए पनि 30 वर्षमा शासन मुलुक बर्बाद भयो। यसको कुनै विकल्प छैन। आज कुनै अत्यन्त धर्मभीरु, अत्यन्त धार्मिक र यस बेला पनि राजाको फोटोमा फूलपाती नचढाइकन भात नखाने कुनै पनि भीरु नेपालीले, कुनै पनि डरपोक नेपालीले, कुनै पनि त्यस्तो धार्मिक भावना भएको नेपालीले जसले राजालाई विष्णुकै अवतार मान्छ त्यसले पनि सायद गएर सोद्धाखेरि भन्ने छ कि यो 30 वर्षमा मुलुक बर्बाद हो। त्यसो हुँदाखेरि अब यो विष्णुको अवतार भनेर ढाँटेर बसेका मान्छेहरूको कुरै छोड्यौं, साँच्चै सुदर्शन चक्र लिएर विष्णु नि छन् भने उत्रिएर आएर नेपालमा शासन गरेको भए पनि त्यस्ता खालका देवताको शासन जो यो दुर्दशा गर्ने शासन हो त्यसको निम्ति नेपाली जनता तयार थिएन। यसो भएको हुनाले मैले के भन्न खोजेको हुँ भने जुन निरङ्कुशतालाई कायम राख्दै, जुन खालको एउटा तानाशाहीलाई कायम राख्दै, जनतालाई हत्या गर्दै पञ्चायतलाई कायम राख्नको निम्ति राजाले 1 महिनामा 6 पटक घोषणा गर्नु पर्यो, त्यसले नि साबित गर्यो कि जति हामी पञ्चायतमाथि प्रहार गर्दै जान्थ्यौं त्यति नै राजालाई चोट पर्दै जान्थ्यो। र यसरी यो विगतको आन्दोलनमा चैत्र 26 गतेसम्मको एक ढङ्गको एउटा चरण अगाडि बढ्यो कि त्यो चरण सडकको आन्दोलन प्रमुख थियो। प्रमुख रूपमा सडकमा उत्रिएर अथवा सम्पूर्ण रूपमा सडकमा उत्रिएर जनताले आन्दोलन गरे, थुप्रै शहादत वरण गर्नु पर्यो, हजारौं जनताले हताहत हुनु पर्यो र त्यसद्वारा बल्ल राजा वार्तामा आउनको निम्ति मजबुरी गरे। अब त्यस यता बिस्तारै राजाले करवट लिन खोजिरहेका छन्, त्यस यता बिस्तारै परिस्थितिमा मुख्य शत्रुको सम्बन्धमा पनि फेरबदल आउन सक्ने सम्भावना भइरहेको छ। त्यसो हुँदाखेरि म यहाँ जोड दिएर र बहुतै सुस्पष्टताका साथ राख्न चाहन्छु कि हामीले राजाको विरोध ऐतिहासिक कारणले मात्रै गरेको होइन, भन्नाले त्यो दासकालीन समाजको उपज हो भनेर मात्रै गरेको होइन, मार्क्सवादी लेनिनवादीहरूले राजतन्त्रलाई त कहाँ मान्छन् र भन्ने सिद्धान्तको कारणले मात्रै गरेको होइन। हामीले गरेको राजाले एक्लै सिङ्गो नेपाली जनता र राष्ट्रको हालिमुहाली सञ्चालन गर्ने, हालिमुहाली आफ्ना हातमा लिने कुरा गरेर मुलुकलाई बर्बाद पारे, यस खातिर विरोध गरेको। जब यो परिस्थितिमा फेरबदल आउँछ, यो परिस्थितिमा फेरबदल आउने बित्तिकै हाम्रा राजनीतिक मान्यतामा पनि फेरबदल हुनेछ। यो कुनै डराएर भन्नुपर्ने केही जरुरी छैन। जस्तो आज नेकपा माले राजावादी हुँदैछ कि, नेकपा माले दक्षिणपन्थी हुँदैछ कि, यो संशोधनवादी हुँदैछ कि भनेर जनतामा पनि शुभेच्छुकहरूमा पनि चिन्ता छ। अनि केही यो देब्रे कोखामा बसेका मित्रहरू छन्, उनीहरू त्यहाँबाट तीर चलाइरहन्छन् बेला बेलामा, उनीहरू पनि भनिरहेका छन्। त्यसबाहेक यो दाहिनेतिर बसेकाहरूले अझै भनिरहेका छन् कि होइन मालेले एकातिर राजतन्त्रलाई मानिसक्यो तर बाहिर भन्दैछ कि मान्या छैन, त्यसो हुँदा अझै पनि यो ठिक भएन। यसरी चारैतिरबाट मालेमाथि राजतन्त्रकै सवाललाई लिएर प्रश्नहरू उठिरहेका छन्। त्यसो हुँदाखेरि हाम्रो पार्टीको धारणालाई यहाँहरू समक्ष म बहुतै स्पष्टताका साथ राख्न चाहन्छु कि यदि राजाको हातबाट सम्पूर्ण हालिमुहाली जनताको हातमा आयो भने राजा मुख्य शत्रु रहने छैनन्, राजा मूल शत्रु भनेर हामी भन्ने छैनौं। यो बहुतै सुस्पष्ट कुरा हो। चित्त बुझ्दैन भने फेरि छलफल गरौँ। अब जबसम्म हिजोको इतिहासको विश्लेषणको प्रसंग आउँछ त्यस बेला मुलुकलाई बर्बाद गर्ने अर्थात हिजोको जवाबदेही को माथि जान्छ? मरिचमान माथि, कीर्तिनिधि विष्टमाथि, लोकेन्द्र बहादुर चन्दमाथि अर्थात सूर्यबहादुर थापामाथि कि नगेन्द्र प्रसाद रिजालमाथि? को माथि जान्छ? पञ्चायतका प्रधानमन्त्री त यिनै हुन्। वास्तवमा यिनीहरू गोठाला मात्रै हुन्। तिनीहरूको त्योभन्दा बढ्ता न बुद्धि थियो न त्योभन्दा बढ्ता यिनीहरूले गरे। राजाको अगाडि छाता उडाउने, चम्बर हल्लाउने, हुक्का र चिलिम भर्ने काम बाहेक तिनीहरूले केही पनि गरेन।
अब्जस पनि त्यसले पो पाउनुपर्छ प्रमुख रूपमा, जो वास्तवमा अब्जसिया हो, जो वास्तवमा विरोधी पनि ताकतवर विरोधी छ भने त्यो ताकतवर विरोधीसँग लड्न पनि मजा आउँछ। त यी स्यालहरूसँग हामीलाई कुनै त्यस्तो मतलब छैन। मूल कुरा राजा हो। त्यसो हुँदाखेरि हिजोको 30 वर्षमा यो मुलुक जति बर्बाद भएको छ, जति जनताले आफ्नो ज्यानको आहुति दिनु परेको छ, जे जति मुलुकको दुनियाँमा बदनाम भएको छ, त्यो सम्पूर्ण बदनामीको, त्यो सम्पूर्ण हत्याको, त्यो सम्पूर्ण प्रतिगामी कुराहरूको जवाबदेही अन्तिम रूपमा राजामाथि जान्छ, दरबारमाथि जान्छ, राजतन्त्रमाथि जान्छ। यो कुरामा कसैले पनि इतिहासलाई यताउता गर्न सक्दैन। कसैले गर्न खोज्छ भने त्यो त्यसको दलाल हो। र अब यदि परिस्थिति बदलियो तर पनि तपाईँ पुरानै कुरा गर्दै हुनुहुन्छ। भदौमा आँखा फुटेको ढिङ्गो सधैँभरि हरियो देख्छ। यो कुनै सिद्धान्तको रक्सी पिएर मातेर गल्लीमा लड्ने काम नेकपा मालेको होइन। मैले के भनेको, यो कुरा मैले के भनेको भने सिद्धान्तका कुनै सूत्रहरूलाई कण्ठस्थ गरेर विद्यमान यथार्थलाई विश्लेषण नगरिकन त्यत्तिकै चर्को कुरा गर्ने र शुद्धतावादको नारा लाउनेहरू ती व्यर्थका क्रान्तिकारी हुन्, अनर्थका क्रान्तिकारी हुन्, तिनीहरूले केही पनि गर्न सक्दैन। त्यसो भएको हुनाले यदि राजा साँच्चै नै अहिले जनताले दिएको कुर्सीमा समेटिएर बस्छन् भने राजा र राजतन्त्रको जीवन अलिकति परसम्म जान सक्छ। तर त्यस्तो गर्दैनन्। उनी त्यहाँ बसिसकेपछि, जस्तो अस्ति यहाँहरूले यहाँ निश्चय पनि धेरै पत्रपत्रिकाहरू पक्कै पनि हेर्नुहुन्छ, विराटनगर जस्तो ठाउँ हो, त्यो समीक्षाको त्यो मेरो देश मेरो संसार हेरेको हुनुपर्छ। र त्यसमा मदनमणि दीक्षितले राजाको दर्शन पाएछन्। त्यो पनि अहिले। अब राजालाई जनताले नै तह लगाइसकेर हर कसैलाई तपाईँ हजुर भन्ने स्थितिमा राजा पुगेका छन्। स्वाभाविक रूपले मदनमणिलाई पनि राजाले तपाईँ भने। मदनमणिले के अनुभव लेखेका छन्? उनी के भन्छन् भने महापुरुष प्रभु, हजुर जस्तो महापुरुषको, सरकार जस्तो महापुरुषको मुखार बिन्दबाट म जस्तो तुच्छ प्राणीलाई तपाईँ भनेको कुरा यो कुमले कहाँ थान्न सक्छ र? अब यस्ता दास पनि छन् यो मुलुकमा विद्वानको नाममा। त यसो भएको हुनाले अनि उनले त्यहाँ के सल्लाह दिन्छन्? मदनमणिजी के सल्लाह दिन्छन् भने अहिले हत्तपत्त संविधानको घोषणा गर्नु हुँदैन। किन गर्नु हुँदैन? जनता अहिले तातेका छन्, तर सधैँभरि मान्छे कहाँ तातिरहन्छ र? जनता सेलाउँछन्, सेलाइसकेपछि आफ्नै संविधान दिनुपर्छ। त्यो सल्लाह दिएको छ त्यहाँ मदनमणि दीक्षितले। भन्दाखेरि कहीँ त्यस्ताहरूको सल्लाह पाएर राजाले फेरि अहिले समेटिएको कुर्सीबाट खुट्टा फैलाउन थाले अनि जनताका अधिकारमा हात हाल्न थाले भने त्यसपछि यो मुलुकमा एकछिन पनि राजा रहँदैन। यसमा पनि कुनै शङ्का छैन। त्यसो हुँदाखेरि म जुन दृढताका साथ र जुन आत्मविश्वासका साथ यदि राजाले जनताले दिएको खानकी खाएर जनताले दिएको पिरामा समेटिएर बस्नको निम्ति मन्जुर गरे भने अलिकति बढ्ता खर्च भए पनि कोही आपत्ति छैन, हामी राजालाई केही परसम्म पाल्न सक्छौँ। तर त्यस्तो होइन। अब औलो दिँदा डुडुलो निले चाहिँ गरेर बस्न पाएँ भने चाहिँ सुत्न पाऊँ, सुत्न पाएँ भनेपछि त्यसपछि हिँड्न तमाम मोजमजा गर्न पाऊँ भनेर राजा उठ्यो भने त्यसपछि अरू थुप्रै तानाशाहहरूको अन्तका जनताले जुन दुर्गति गरेका छन् यो तानाशाहको पनि नेपाली जनताले त्यही दुर्गति गर्छ। यसमा पनि कुनै धर्मराट छैन। यसो भएको हुनाले मैले राजा र राजतन्त्रको बारेमा नेकपा मालेको धारणा राखिरहेको बेला हामी यथार्थवादी भएर विश्लेषण गर्न चाहन्छौँ। हिजो राजतन्त्र मुख्य शत्रु भनेर जाँदाखेरि हामीले छातीमा गोली थापेर पनि त्यो सच्चाइलाई बोलिरहेका थियौँ। आज यदि स्थिति बदलियो भने, परिस्थिति फेरियो भने राजा मुख्य शत्रु रहने छैन भन्ने कुरा हामी गरिरहेका छौँ। यो एउटा सम्भावनाको कुरा हो, तर त्यो सम्भावनाको कुरालाई पनि हामी प्रश्न गरिरहेका छौँ। यस बेला क्रान्तिकारिताको कोणबाट तीरहरू चल्दैछन्। छाती खुल्ला छ मित्र, हान तिमीहरूका तीरहरू कति हान्छौ। तर त्यो एउटा कुनै सिद्धान्त जडसूत्रको नाममा कुनै एउटा किताब पढेर अनि त्यो किताबको रक्सी, जो अघि मैले सिद्धान्तको रक्सी भनेको थिएँ, त्यो पिएर कुनै कुनामा लडिरहन्छौ भने तिमी लडिरहौ, त्यसले दुनियाँलाई केही पनि असर गर्ने छैन। त्यसो भएको हुनाले राजतन्त्रको सम्बन्धमा हामी यो हेरिरहेका छौँ कि राजा साँच्चै नै संवैधानिक राजा भएर बस्न मन्जुर गरेका हुन् कि होइनन्, कि यो उनको ट्याक्टिस हो। म त केवल एउटा हाम्रो पार्टीको जुन विश्लेषण हो, जुन विश्वास हो, त्यो कुरालाई मात्रै राखिरहेको छु। अब यदि
के अहिले नै यो संविधानको घोषणा हुने बित्तिकैदेखि स्थिति त्यस्तो आइसक्यो त? आइसकेका छैन। अहिले यो संविधान आउनाले केवल संविधानमा जसरी राजा नै सम्पूर्ण शक्तिका स्रोत हुन्, राजा नै सार्वभौम सत्ताका मालिक हुन्, राजा नै सर्वशक्तिमान हुन् भन्ने जुन कुरा गरिएको थियो, जुन ढङ्गको उल्लेख भएको थियो, त्यो कुरालाई मात्रै हटाइएको छ। र अब जनताहरू कागजमा, संविधानमा मालिक सर्वशक्तिमान हुने कुरा राजनीतिक रूपले उल्लेख भएको छ। तर अहिले पनि यो ब्युरोक्रेसी त छँदैछ त, अहिले पनि यो शाही सेना त छँदैछ त, अहिले पनि यो तमाम अरू जुन राजकीय निकायहरू हुन् तिनीहरू त छँदैछन् त। यी राजकीय निकाय राजतन्त्रको शिक्षा दीक्षा पाएर प्रशिक्षित गरिएका जुन अङ्गहरू हुन् तिनीहरू अहिले पनि वास्तवमा हिजोकै जस्तो निरङ्कुश राजतन्त्र आए हुन्थ्यो भन्ने कोसिस उनीहरू गरिरहेका छन्। यसो भएको हुनाले यो क्षेत्रलाई हामीले प्रजातान्त्रिकरण गर्नु छ, निरङ्कुशतावादलाई पुरै ध्वस्त गर्नु छ। र जबसम्म निरङ्कुशतावादलाई पुरै ध्वस्त गरिँदैन, प्रतिगामी र पुनरुत्थानवादी शक्तिहरूलाई पुरै ध्वस्त गरिँदैन, तबसम्म अब राजतन्त्र मुख्य शत्रुबाट हटिसक्यो भनेर भन्न सकिँदैन। त्यो त सम्भावना देखा परेको छ। त्यसो हुँदाखेरि यो कुरालाई पनि हामीले बहुतै सुस्पष्ट ढङ्गले राखिरहेका छौँ। अब जस्तो संविधानको प्रसङ्ग मैले उठाएँ, चैत्र 26 गतेसम्म सडकको सङ्घर्ष प्रमुख थियो, जहाँ हामीले बलिदान पनि दिनु पर्यो। त्यसदेखि यता टेबुलको सङ्घर्ष र सडकको सङ्घर्ष दुईटै सँगसँगै चले वैशाख 6 गतेसम्म। वैशाख 6 गते अन्तरिम मन्त्रीमण्डल बनिसकेपछि त्यस यता धेर जसो टेबुलको सङ्घर्ष चलिरहेको छ। र त्यो टेबुलको सङ्घर्ष संविधान निर्माण गर्ने सवालमा केन्द्रित भएर चलेको थियो। त्यसको बारेमा यहाँहरू काफी जानकार हुनुहुन्छ कि त्यसभित्र अनेकौं षड्यन्त्रहरू, अनेकौं तिक्रमबाजीहरू, अनेकौं दाउपेचहरू भए। ती दाउपेचहरूलाई विभिन्न ढङ्गले परास्त गर्दै अस्ति कार्तिक 23 गते एउटा संविधानको घोषणा भएको छ। यहाँ केही चिटहरू आएका छन्, यहाँ केही प्रश्नहरू आएका छन् र अरू ठाउँमा पनि सभामा जाने क्रममा जनसमुदायको बीचबाट प्रश्नहरू आएका छन्। होइन तपाईँहरूले यो कुरा उठाउनुभयो, त्यो पनि छोड्नुभयो, त्यो कुरा उठाउनुभयो, ऊ पनि छोड्नुभयो, यो त हार भएन र? राजनीति यस्तै हुन्छ मित्र। राजनीति यस्तै हुन्छ भनेको के? राजनीतिमा बहुविचार र बहुविचारको प्रणाली हुनुपर्छ भन्ने कुरा भइसकेपछि त्यहाँ अनेक पक्षहरू, अनेक विपक्षीहरूले एक ठाउँमा बसेर कुनै कुराको तय गर्नुपर्छ। अनि त्यस बेला मेरो गोरुको 12 टक्का म भने छोड्दिनँ भनेर भन्ने हो भने वास्तवमा त्यो टेबुलको सङ्घर्ष अलिकति पनि अघि बढ्दैन। त्यसपछि केवल सडकको सङ्घर्ष मात्रै बाँकी रहन्छ। अनि हाम्रा केही यो वाम मित्रहरू, मसाल सरवाला श्रमिक सङ्गठन आदि राष्ट्रिय जनआन्दोलनवालाहरू, उनीहरू यस मानेमा हामी माथि खनिएका छन् कि सम्झौतामा गए, टेबुलमा गए। अनि यहाँहरू के गर्दै हुनुहुन्छ त सडकमा? रमिता किन रमिता हेरेर बसेको? तपाईँहरू किन अघि बढ्नुहुन्न? छैन त तागत। जब तागत छैन भने के फुर्ती? स्वाभाविक रूपले जुन बेला हामी बहुदलीय व्यवस्थाको स्थापनाको निम्ति, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यको निम्ति आन्दोलन गरिरहेका थियौँ, त्यस बेला उहाँहरू भन्दै हुनुहुन्थ्यो यो बहुदल त साम्राज्यवादी बहुदल हो, यो त विस्तारवादी बहुदल हो। अनि उहाँहरू परोक्ष रूपमा त्यो कथित राष्ट्रवादी निर्दललाई समर्थन गर्दै हुनुहुन्थ्यो, परोक्ष रूपमा। सायद चाहना त्यस्तो थिएन होला, तर उहाँहरूको काम क्रियाकलापले त्यो गरिरहेको थियो। वाम मोर्चाको एक्लै पनि आफ्ना अडानमा उभिरहनको निम्ति अप्ठ्यारो पर्ने स्थिति भयो। यी जम्मै यस्ता खालका बडो भारी भरकम र अप्ठ्यारा हुने साथीहरूलाई छोडेर अघि बढाउन त जनताको मनस्थिति तत्काल तयार छैन। जनताबाट के आउँछ? त्यो बर्मा र नेकपा माले एउटै होस्, किन दुईटा पार्टी भएको? तुलसीलाल र माले एउटै होस्, किन दुईटा कम्युनिस्ट पार्टी भएको? जनतामा यो छ। जनतामा यस्तो हुनु पनि बेमुनासिब होइन। 30 वर्ष फुटाएर नि तानाशाहहरूले शासन गरे, मिलेको हुनाले यसपल्ट पञ्चायत ढल्यो। त्यसो हुँदाखेरि जनता अरू राजनीतिक विश्लेषण होइन, पार्टीहरू एकजुट हुन् भन्ने चाहन्छन्। यो पनि एउटा सङ्कट। जनताको मनोविज्ञानलाई व्यवस्था गरेर एक्लै अगाडि बढौँ, जनताको साथ नहुने भने कुनै पनि महापुरुषले केही पनि गर्न सक्दैन। त यसो भएको हुनाले स्वाभाविक रूपले दुई पक्षले संविधानमा हेरफेर गर्ने कुरा भइसकेपछि हामीले पनि यदि हेरफेर गर्न पोको खोल्छौँ भने हामी 27वटा कुरा हुल्छौँ। हामी त्यो ढङ्गले आयौँ र अब पछि स्वाभाविक रूपले नेपाली काङ्ग्रेसले जुन धाक लगाएको थियो कि संविधानमा यो फेर्नुपर्छ, त्यो फेर्नुपर्छ भन्ने, त्यसको दाल गलेन।
त्यसले राम्रो कुरा एउटा पनि गर्न सकेन र उसले चाहेको कुरा गर्न सकेन, बरु अलिकति फोहोरहरू थप्ने काम गर्छ। र यस ढङ्गले उसले सायद एक हप्ता पनि त्यो जितको मजा उठाउन पाएको थिएन। नेकपा मालेलाई जिते भनेर एकचोटि पनि उसले हिप्पी हुर्रे गर्न पाएको थिएन। दरबारबाट यत्रो प्रतिगामी मुस्लो आयो त्यहाँभित्र। त्यसपछि कहाँ जुठे कि आमा, कता गए सर्वमान्यजी, कहाँ गए महामन्त्रीजी, त्यस बेला न पेपरमा थाहा पाइयो न सडकमा थाहा पाइयो। त यस ढङ्गले नेपाली काङ्ग्रेस जस्तो यहाँले देख्नुभयो होला, एउटा कुन पेपर साप्ताहिक पेपरमा वाम मोर्चाको एउटा लास जस्तो तल ढालेर 4 तारे झण्डा बोकेको एउटा मुष्टण्ड वाम मोर्चा छातीमा चढ्या रहेछ कि जस्ता तस्तै संविधानले भनेर भन्ने वाम मोर्चा अब ढल्यो। अब त्यसमाथि हेरफेर गर्नुपर्छ भने नेपाली काङ्ग्रेसले 4 तारे झण्डा फहराइराखेको। तर त्यो एक हप्ता होइन, 2 दिन पनि बित्न पाएन। कार्तिक 5 गते त एउटा प्रतिगामी संविधान आइहाल्यो बाहिर। त्यसपछि सिटिरपिटिर गुम्बो काङ्ग्रेसीहरूको। अनि फेरि हामीहरूले नि भन्यौँ कि यो मन्त्रीमण्डलले जे जति हेरफेर गर्यो अथवा जे जस्तो उसले गर्दैछ त्यो कुरालाई जस्ता तस्तै बाहिर ल्याउनुपर्छ है। दरबारले ल्याएको संविधान ल्याउनु हुँदैन। फेरि हामी सडकमा उत्र्यौँ। अनि धेरै केही यो छेउमा उभिएर ताली पड्काउनेहरू अथवा छेउमा उभिएर केही औलो देखाउनेहरू, अर्थात् यसो भन्न सकिन्छ कि अगाडि आँगनमा कार्य भइराखेको छ। कार्य भन्नाले विभिन्न पार्टी साटी भनौँ, नयाँ भाषामा पार्टीको कुरा अब, पुरानो उसमा भन्यो भने कार्य भइरहेको छ। सारा भलादमीहरू त्यहाँ भेला भएर केही गरिरहेका छन्। चाडा कुखुरा मल पछाडिपट्टि मल खाद खोसेर गणेउला खाइराखेका हुन्छन्। त्यस खालका केही त्यो आन्दोलनको अग्रभागमा नलाग्नेहरू, केवल पछाडि गणेउला खोस्रिनेहरूले टीका टिप्पणी गरिरहेछन्। ल मालेले त फेरि यसो भन्यो। हामीले त्यसो भनेर दरबारियाहरूको त्यो चाहनालाई विफल पार्यौं र जनताहरू हाम्रो समेत संलग्नता भन्नाले हाम्रो पार्टीले एक्लै पनि उत्रिएर सभाहरू मार्फत भन्यो कि दरबारिया षड्यन्त्र मुर्दाबाद, त्यो प्रतिगामी संविधानलाई माने औपचारिकता दिनु हुँदैन, त्यसलाई वास्ता गरिनु हुँदैन। यदि त्यो आउँछ भने जनताले छोड्नु हुँदैन भनेर हामी उत्र्यौं। र मन्त्रीमण्डलले जुन कुरामा हेरफेर गरिरहेको छ त्यसमा पनि हाम्रा आपत्तिहरू छन्, तर पनि कम्तीमा पनि त्यो त आओस्। हामीले यो जिम्मेदारीको भावनाको साथ त्यो कुराहरूलाई अघि बढायौं। त्यसपछि यहाँहरूले सुन्नुभयो र यहाँहरूमध्ये धेरैले देख्नुभयो होला, काठमाडौँमा साहित्यकारहरूले पनि जुलुस निकाले, कर्मचारीहरूले पनि जुलुस निकाले, प्राध्यापकहरूले पनि जुलुस निकाले, सबैले जुलुस निकाल्दै, राजनीतिक पार्टीहरूले, जनसङ्गठनहरूले जुलुस निकाल्दै भने कि दरबारिया षड्यन्त्र मुर्दाबाद, जनताको संविधान दे। यस ढङ्गले जनताले नारा लगाए। त्यो प्रयत्नले गर्दा मात्रै बल्ल दरबारियाहरूले त्यो संविधान खोज्नु पर्यो। यसमा सर्वमान्यजीको कुनै हात मात्रै होइन, सर्वमान्यजीको छायासम्म पनि छैन, उहाँको कुनै योगदान छैन। अनि महामन्त्रीजीको त कुरै छोडिदिउँ भने नेपाली काङ्ग्रेसले के दावा गर्छ कि त्यो 5 गतेको प्रतिगामी संविधान, दरबारले पठाएको संविधानलाई खारिज गर्नको निम्ति कसले भूमिका खेल्यो? त्यो विभिन्न प्रोफेसनल व्यक्तिहरूले, त्यस्ता खालका जनसङ्गठनहरूले र कम्युनिस्ट पार्टीले त्यो भूमिका खेलेको छ, नेपाली काङ्ग्रेसले होइन। त यसो भएको हुनाले नेपाली काङ्ग्रेसले हिप्पी हुर्रे गर्न पाएन। अब यो संविधान जुन जारी भएको छ, मैले आवश्यक पर्यो भने यो संविधान यहाँहरूलाई पढेर पनि खास ठाउँमा सुनाउनु पर्ला भने किताबै बोकेर आएको छु। राजदरबारमा जाँदाखेरि राजाले दिएको किताबै यही हो। अब यो थुप्रै पेपरहरूमा आइसकेका छ, यहाँहरूले पनि हेरिसक्नु भएको छ। त्यसो हुँदा यसैबाट प्रमाण दिनुपर्ने केही जरुरी छैन। यो संविधानको बारेमा हामीले आलोचनात्मक समर्थन गरेका छौँ। त समर्थनको कुरामा अघि पनि हाम्रा केही कमेन्टरहरूले भनिसक्नुभयो, सार्वभौम सत्ताको कुरा त्यो आएकै थिएन अहिलेसम्म नेपाली जनताको हातमा। अहिले यो संविधानले सार्वभौम सत्ता जनतामा रहनेछ भनेर भनेको छ। त्यो कुरा प्रश्न हुँदाहुँदै पनि अहिले मोहन विक्रमजीको अन्तर्वार्ता निस्किएको रहेछ, मैले भर्खर आज मात्र हेरेँ। जब सार्वभौम सत्ता जनतामा निहित रहनेछ भनेर यो संविधानमा लेखिएको छ, यो संविधान पालन गर्नुपर्छ, यो संविधान जनताले उपभोग गर्न पाउनुपर्छ। साँचो ठाउँमा किन प्रयोग गर्नुहुन्न? अझै पनि जनतालाई गुमराह गर्नको निम्ति कसरी आउँछ त त्यो? सार्वभौम सत्ता भनेको घोडा हो? सार्वभौम सत्ता भनेको कुनै जुत्ता हो या यहाँको कुनै श्रृङ्गारको साधन हो? सार्वभौम सत्ता भनेको जनताको हातमा हुने निर्णायक अधिकार हो। त्यो निर्णायक अधिकार जनतामा रहनेछ भन्ने कुरा यो संविधानमा उल्लेख भएको छ। यसमा तपाईको के भनाइ छ, के विरोध छ?
त्यो कुरा तार्किक रूपले किन आउनुहुन्न? उहाँले भने जस्तै संविधान सभाबाट आएन रे। त्यो कस्तो खालको कुरा हो? म तँसँग लाप्पै गरेर यो कुरा लिन्छु, त्यसै दिन्छस् भने लिन्न। त्यो कुन विद्वताको कुरा हो? त्यही चिज लिनु छ यहाँलाई। तर म तँसँग कुस्ती पुरा लडेर तँलाई पछारेर म यो चिज लिन्छु, अब यसै दिइस् भने म लिन्न। यस्तो खालको मूर्खता, यस्तो खालको अफिमचिपन, यस्तो खालको सैद्धान्तिक मादकता तपाईँ नै राख्नुहोस् प्रिय मित्र मोहन विक्रम सिंहजी। हामीलाई नेपाली जनतालाई यसको केही दरकार छैन। यसो भएको हुनाले यो संविधान सभाबाट बनेको भए त ठिक हुन्थ्यो रे, नभए होइन। हामीले संविधान सभाको सिद्धान्तको विरोध गरे होइन मित्र, हामीले संविधान सभाको त्यस बेला पनि विरोध गरेनौँ। हामीले त के भने अब विलम्ब गर्नु छैन, संविधान चाँडोभन्दा चाँडो बनाउनु छ। पहिला पनि विलम्ब गर्नाले 7 वर्षमा दरबारीहरूले कसरी जनतालाई सेकेन्ड पारे, त्यो बुझेको हुनाले चाँडो संविधान बनाउनु पर्छ भनेर हामीले भन्यौँ। अनि त्यो आयोगद्वारा चाँडो संविधान बन्नतिर हामी यसमा संलग्न भयौँ। अनि त्यसभित्र अब यो यस बेला बन्ने संविधानले कस्तो संविधान बनाउँथ्यो, कस्तो अधिकारलाई सुरक्षित गर्थ्यो, हामीलाई कुनै भ्रम थिएन। राजासँग सम्झौता भइसकेका थियो कि अब राजा संविधानभित्र बाँधिएर बस्ने, जनताको हातमा सबै अधिकार दिने, यो सम्झौता भइसकेका थियो। त्यसो हुँदाखेरि संविधान सभाबाट नि संविधान बनाए पनि त्यो नौलो जनवादी संविधान अहिले बन्ने थिएन। आर्थिक क्षेत्रमा आमूल परिवर्तन भएको संविधान बन्ने थिएन। यदि बन्थ्यो भन्ने उहाँहरूलाई सपना त्यस्तो लागेको छ भने त्यो सपना उहाँहरूसँग रहिरहोस्, यथार्थमा त्यो बन्न सक्दैन। रह्यो सवाल जनताको हातमा अधिकार आउँछ कि आउँदैन भन्ने हो भने जनताको हातमा त्यो अधिकार दिनकै निम्ति राजाले सम्झौता गरिसकेका छ। जब भए मियाँ बीबी राजी तब क्या करेगा काजी? जब खुद राजा सार्वभौम सत्ता जनतालाई दिनको निम्ति राजी छन्, फेरि तपाईँ किन पाखुरा सुर्किँदै हुनुहुन्छ? किन तपाईँ आयोगबाट संविधान बनाउने कुरामा किन तपाईँ विरोध गर्दै हुनुहुन्छ? त्यसो हुँदाखेरि यो सार्वभौम सत्ताको सवालमा मैले केही अहिले पनि सार्वभौम सत्ता जनताको हातमा छैन भनेर भन्न खोज्नेहरूले भ्रम जुन फिजाउन खोजेका छन्, त्यसलाई खण्डन गर्न खातिर मैले यी केही प्रसङ्गहरू केवल सम्झना गरेको मात्र हो। यहाँहरू नै फैसलाकर्ता हुनुहुन्छ। निश्चय पनि म पनि काफी सशङ्कित छु र हाम्रो पार्टी सशङ्कित छ कि अहिले पनि यो निरङ्कुशतावादको नेतृत्व र त्यसको प्रशिक्षणमा रहेका राजकीय निकायका अन्य अङ्गहरू, सुरक्षा अङ्गहरू, प्रशासनका क्षेत्रका कुराहरू र आर्थिक क्षेत्रमा पनि जसरी उसले नियन्त्रण गरेको छ, त्यसलाई प्रयोग गर्दै यो सार्वभौम सत्ता खोज्ने त होइन कहीँ राजाले। यो खतरा छ हेर्नुहोस्। तर यो खतरा छ भने जहाँ खतरा छ प्रहार त्यहाँ गर्नुपर्छ। आउँदै आएको छैन भनेर भन्ने हो भने यो तपाईँले फेरि राजैलाई सुम्पिदिने वा राजैले प्रयोग गर्ने कुरामा तपाईँले छोडिदिनु हुने। एउटा कुरा यो जो ज्यादै महत्त्वपूर्ण कुरा हो। दोस्रो, संविधान बनाउने अधिकार जनताको हातमा आएको छ भन्नाले अब यसमा के भनिएको छ? यो संविधानमा कुनै कुरा हेरफेर गर्नु पर्यो भने संसदको 2/3 बहुमतले हेरफेर गर्नेछ। राजाले यताउता गर्न पाउनेछ भन्ने यसमा लेखेकै छैन। त्यस्तो राजालाई कुनै अधिकार दिएकै छैन भने संविधान बनाउने अधिकार जनताको हातमा आएको छ। जनताका प्रतिनिधिहरूले बनाउने छन्। आजसम्म राजाले जे बोल्यो त्यो कानुन हुन्थ्यो, राजाले जे दियो त्यो संविधान हुन्थ्यो। अब त्यो स्थिति समाप्त भएको छ। यो कुरालाई सकारात्मक ढङ्गले लिने कि नलिने? सकारात्मक ढङ्गले लिनुपर्छ। जसको बारेमा आँखा चिम्लेर आफ्नो कथित क्रान्तिकारी अफिम खुवाउने जो कोसिस गरिरहेका छन्, त्यो कोसिसको कुनै अर्थ छैन। र तेस्रो कुरो मौलिक अधिकारको कुरा। मौलिक अधिकार निर्वाध रूपमा लेख्ने, बोल्ने, छाप्ने, सभा सङ्गठन गर्ने, पार्टी खोल्ने, चुन्ने, चुनिने अधिकारहरू जनतालाई प्रदान गरिएको छ र त्यो निर्वाध रूपमा हुनुपर्छ भनेर भनिएको छ। त्यसपछि मानव अधिकारका कुराहरू। त यस्ता केही मूलभूत कुराहरू छन् जसको बारेमा यो संविधानमा अत्यन्त सकारात्मक महत्त्वपूर्ण प्रजातान्त्रिक कुराहरू छन्। यसलाई हाम्रो पार्टीले समर्थन गर्नुपर्छ, हार्दिक समर्थन गर्नुपर्छ। तिनीहरू नै यो संविधानका मूल कुराहरू भएको हुनाले मूल रूपमा यो संविधानलाई समर्थन। अब यो संविधानभित्र केही गलत कुराहरू पनि छन्। अघि पनि चर्चा आयो। गलत कुराहरू भन्दाखेरि एउटा यो हिन्दू अधिराज्य भन्ने बनाएको छ। पहिला के गरेको थियो आयोगले भने यो मुलुकमा हिन्दू राजा रहनेछन् भनेर। धार्मिक स्वतन्त्रता भएको मुलुकमा राजा हिन्दू हुन चाहन्छन्, हिन्दू धर्म मान्छन् भने मानुन्। यसमा हामीलाई के आपत्ति? हाम्रो के कपाल दुखाइ?
हाम्रो केही पनि कपाल दुखाइ थिएन, राजा हिन्दू नै रहन्। तर राज्य पो हिन्दू हुन्छ भनेर उनीहरूले थपे, अहिले त्यस्तो बनाए। त यसमा हाम्रो आपत्ति छ। यो मुलुकमा बुद्धिस्टहरू पनि छन्, मुस्लिमहरू पनि छन् र अरू तमाम धर्म मान्नेहरू छन्, र एउटा मात्रै धर्म मान्ने धार्मिक सम्प्रदायको मात्र यो मुलुक होइन। त्यसो हुनाले राज्य भनेको सम्पूर्ण जनताको, सबै धर्म भाषा जाति सम्प्रदाय मान्ने जनताको साझा कुरा हो। त्यसो भएखेरि त्यो साझा कुराले कुनै एउटालाई मात्रै काखमा र अरूलाई पाखामा पार्नु हुँदैन। यसो भएको हुनाले राज्य तटस्थ हुनुपर्छ, समाजले धार्मिक स्वतन्त्रता पाउनुपर्छ र कुनै एउटा धर्मको पक्ष पोषण राज्यले सरकारले गर्नु हुँदैन। हाम्रो यो मान्यता थियो। त्यो कुरालाई पछि हेरफेर गरिएको छ। यो हेरफेर गरेको कुराको हामी विरोध गर्छौँ र यसको जिम्मा कसले लिन्छ? कसले लिनुपर्छ? यसको जिम्मा अरू कोहीले होइन, नेपाली कांग्रेसले लिनुपर्छ र नेपाली कांग्रेसले यसको जवाब दिनुपर्छ। किन? यस कारणले कि दरबारीहरू त त्यो चाहेकै थिए, प्रतिगामीहरूले त त्यो चाहेकै थिए। तर सवाल नेपाली कांग्रेसको हो कि जसले ऐन मौकामा जनतालाई धोखा दिएर वास्तवमा एउटा प्रजातान्त्रिक राज्यको परिभाषा, जसरी धार्मिक स्वतन्त्रता भएको अथवा धर्मनिरपेक्षता भएको जुन परिभाषा हुन्छ, त्यो प्रजातान्त्रिक सिद्धान्तलाई समेत धोखा दिएर नेपाली कांग्रेसले तिनै प्रतिगामीहरूसँग यो सवालमा सम्झौता गर्यो। फलस्वरूप हिन्दू अधिराज्य भन्ने रहन गयो, हाम्रो अल्पमत बन्यो। यसो भएको हुनाले प्रतिगामीहरू त प्रतिगामी नै भइहाले, तिनीहरूको कुरै छोडिदिउँ। अब नेपाली कांग्रेसले यसको जवाब दिनुपर्छ। यदि नेपाली कांग्रेस त्यस पक्षमा नलागेको भए राज्य धर्मनिरपेक्ष हुने थियो र जम्मै धर्महरू राज्यको नजरमा साझा हुने थिए, समान हुने थिए। यसो भएको हुनाले एउटा यो सवालको हामीले विरोध गरेका छौँ। अर्को जातिहरूको सवालमा, जातिको सवाल, भाषाको सवाल हाम्रो मुलुकमा अनेक ढङ्गले समस्याग्रस्त छ र यो पञ्चायतकै एउटा अवशेष हो, पञ्चायतकै परिणाम हो कि यसले केही खास भाषालाई मात्रै प्रोत्साहित गर्यो, अरू मातृभाषाहरूलाई दमन गर्यो। यसले खास जातिलाई मात्रै उसले प्रोत्साहित गर्यो, खास जातिलाई यसले दमन गर्यो। यस ढङ्गले पञ्चायतले अनेकौं विकृतिहरू, अनेकौं निरङ्कुशता कुराहरू सबै क्षेत्रमा लादेको छ। त्यसले गर्दा आज त्यो ग्राउन्डमा उभिएर केही हिजोका निरङ्कुशतावादीहरू रातारात अहिले जातिको उत्थान गरेर निस्केका छन्। देख्नुहुन्न काजीमान कन्दङबाजीलाई, देख्नुहुन्न खगेन्द्रजम गुरुङलाई, यस्ता खालका जसले 30 वर्षसम्म कुइनौसम्म तरमा डुबाएर जसले निरङ्कुशतावादी शासनको लाभ उठाएर चाटे, अब आज रातारात पञ्चायत ढल्ने बित्तिकै भोलिपल्टदेखि एकदम एउटा जातिको उत्थान गर्ने, आफू मात्रै एउटा महामानव भएको दाबी गर्दै त्यो ढङ्गले आइरहेका छन्। जे होस्, मैले उनीहरूको त्यो तरिकाको भर्त्सना गर्नु आवश्यक ठानेको छु। तर वास्तवमा यो कसरी हुन सक्यो? यस कारणले हुन सक्यो कि वास्तवमा यहाँ जाति, भाषा, धर्म, संस्कृतिमाथि अन्याय भएको छ र त्यो ग्राउन्ड छ। त्यो ग्राउन्डलाई अथवा त्यो समस्यालाई हल गर्नको निम्ति प्रजातान्त्रिक पार्टीहरूले, क्रान्तिकारी पार्टीहरूले ठिक ढङ्गको नीति लिएर जानुपर्छ। म नीतिको लामो व्याख्यामा जान्न, तर अहिलेको यो प्रसङ्गमा संविधान बनाइरहेको बेला हामीलाई के लाग्यो भने जाति भाषाको उन्नति त हुनुपर्छ, नोकरी, शिक्षा आदि आदिमा पनि विशेष ग्राह्यता त दिनुपर्छ। राजकीय मामिलामा फैसला गर्नको निम्ति पनि विभिन्न जाति जनजातिलाई कसरी सहभागी बनाउने, यसको निम्ति हामीले राष्ट्रिय सभामा केही सिटहरू सुरक्षित राख्नुपर्छ भन्ने कुरा हामीले भन्यौं। त्यो अहिले हटाइयो, त्यो अहिले कांग्रेसले हटाएको छ। अब यो हटाउनाले ती जाति जनजातिका जनताहरूलाई चित्त बुझेको छैन भने हामी त ठान्छौँ अन्याय भएको छ, तर ती जाति जनजातिका जनतालाई पनि अन्याय भएको छ भन्ने लागेको छ भने सवाल सडकमा उठ्नेछ, सवाल मैदानमा उठ्नेछ। मैदानमा उठेको त्यो सवालको जवाब नेपाली कांग्रेसले दिनुपर्छ, हामी दिने छैनौँ। हामी त ती जनतालाई सघाउने छौँ जसरी हामी हिजैदेखि भनिरहेका छौँ। यस्तै यो अर्को कुरा भयो। तेस्रो कुरा के भयो भने संविधान बनाइरहेको बेला त्यहाँ एउटा राज परिषद बनाउनु पर्छ भनेर आयो। त्यसमा हाम्रा प्रतिनिधिहरूले विरोध गर्नुभयो कि राज परिषद बनाउनु केही जरुरी छैन, जम्मै संसदले गर्छ, अब राजालाई त्यस्तो कुनै ठाउँ दिनु हुँदैन। गिडगिडाए तिनीहरू, होइन अब राजालाई साह्रै एक्लो महसुस हुन्छ, एक्लो फिलिङ होला, त्यसो हुँदाखेरि अलिकति मान्छेहरू बस्ने एउटा राज परिषद दिने हो भने केही पाए झैँ पनि त हुन्छ राजालाई।
ल त त्यस्तो छ, राजाको मनै बुझाउनको निम्ति ठिक छ भनिदिउँ हामीले पनि। त्यसपछि एउटा राज परिषद बन्यो। त्यो राज परिषदमा विभिन्न पदाधिकारीहरू, प्रधानमन्त्री, संसदको सभामुख आदि आदि मन्त्रीहरू उनीहरू बस्ने भनेर त्यो तय गरिएको थियो। अनि त्यसले बैठक कहिले गर्ने भन्दाखेरि त्यसले बैठक जम्मा 2टा अवसरमा गर्थ्यो। एउटा राजा मरेपछि, अर्को राजा बौलाएपछि। अब राजा मर्ने र बौलाउने कुरा त त्यो त दिनौँ घट्ने घटना भएन। त्यसो हुँदाखेरि बैठक पनि बस्नु परेन, बैठक नबसेपछि भत्ता पनि खर्च गर्नु परेन। यसरी मुलुकमा कुनै पनि अपव्यय भोग्नु नपर्ने एउटा स्थिति बनाएको थियो। अब अहिले त्यो राज परिषदको संख्या बढाएर अहिले के गरेको छ भने राज परिषदमा राजाले चाहेसम्म मान्छे थप्न पाउने। त हाम्रो आपत्ति के हो भने अधिकार त अहिले पनि बढाएको छैन। अहिले उनीहरूले के थपेका छन् भने राजाले चाहेको खण्डमा राज परिषदले सल्लाह दिने, राजाले जुन बेला चाहन्छ त्यस बेला बैठक बस्ने भयो। यस हिसाबले राजा मर्दा र बौलाउँदा मात्रै होइन, राजाले चाहेपछि बैठक बस्ने भयो, अलि बढ्ता बैठक भत्ता खर्च हुने भयो। एउटा त यो भारी भयो, हामी अनावश्यक ठान्छौँ। दोस्रो, हामीले प्रधानमन्त्री फलानु फलानु विभिन्न अधिकारीहरूलाई राख्ने कुरा गरेको हुनाले अतिरिक्त तलब दिनु पर्दैन थियो। अब राजाले यहाँ थुप्रै मान्छे नियुक्ति गर्ने भए, ती राजाले नियुक्त गर्ने मान्छेहरू यिनीहरू कुनै अधिकारी हुने छैनन् भनेपछि तिनीहरू त्यहाँ बसे बापत उनीहरूले तलब पाउने भए, सुविधा पाउने भए, भत्ता पाउने भए। त यसले गर्दा मुलुकको राजस्वको अपव्यय हुने भयो। यस कारण हामीले यसको विरोध गरेका छौँ कि 1 पैसा पनि राजस्वको दुरुपयोग हुनु हुँदैन। अब भन्नुहोस् त यो केशरजङ रायमाझी कहाँ जान्छ ल यो अन्तरिम सरकारपछि? त्यसले जित्ने त नामै नलिनुहोस्, कहाँबाट जित्छ त्यस्ताले? जसले इतिहासमा धोका जनतालाई दिएको छ त्यस्ताले जित्ने कुरै भएन। अब राजाले मननितै गरे पनि अब त्यो संसदको बहुमत प्राप्त गर्ने पार्टीले त्यसलाई मन्त्री बनाइदिँदैन भनेपछि अब त्यसको कुनै गुन्जाइस छैन। अब त्यसले कहाँ बसेर तल भत्ता खान्छ त? त्यही राज परिषदमा जाने सुर कस्या त भन्नाले 30 वर्षसम्म जनतालाई धोका दिएर राजा र राजतन्त्रलाई सेवा चाकडी गर्ने जो बदमाशहरू हुन्, तलचट्टुवाहरू हुन्, चाप्लुसहरू हुन्, ती चाप्लुसहरूलाई भर्नको निम्ति एउटा स्टेज यहाँ खडा गरियो र तिनीहरूले जनताको करबाट उठाएर, जनताको ट्याक्स उठाएर जम्मा गरेको राजस्वबाट तलब खाने भए। हाम्रो चिन्ता र विरोध यो हो। अब यसबाहेक यस्तो कुरा पाइसकेपछि राजाले अलिकति कुशलतापूर्वक यसलाई प्रयोग पनि गर्छन्। जस्तो 15 जना नियुक्ति हुने भयो, 15 जना नियुक्ति हुने भयो भने 10 जना त राजाले नियुक्त गर्लान्, 5 जना बाँकी नै राख्छन्। त्यसपछि त्यो 5 जनाभित्र चाहिँ म पर्छु भनेर तमाम 50औं दलालहरूको अघि पछि हुन थाल्छ। यसरी राजाको अगाडि एउटा केही त्यस्ता खालका दूषित तत्त्वहरू, जनविरोधी तत्त्वहरूले घुम्ने मौका पाउने भए, एउटा षड्यन्त्र गर्ने थलो हुने भयो। यस मानेमा त्यसको पनि हाम्रो विरोध। अब यसबाहेक अरू मसिना कुराहरूमा या डिटेलमा सविस्तारमा जान चाहन्न। अब यसको एउटा धारा यस्तो राखेको छ कि जसमा के भनिएको छ भने यो संविधान जारी भइसकेपछि पनि 1 वर्षसम्म पुराना ऐन कानुनहरू जारी रहनेछन्। यसमा हाम्रो विरोध छ। किन विरोध छ भने पुराना ऐन कानुन भनेको निरङ्कुशतावादी, निर्दलीयतावादी पञ्चायती संविधान अन्तर्गत बनेका काला कानुनहरू हुन्। तिनै काला कानुनहरूले जनताको टाउकामा गिर खेलिरहेका छन्, छातीमा दाल दलिरहेका छन्। अब त्यही कानुन 1 वर्षसम्म कायम रहने, त्यसो भने जनतामा प्रजातन्त्र आएको महसुस कसरी हुन्छ? जनताले यो कुराको अनुभूति कसरी गर्न पाउँछन्? त्यसो भएको हुनाले हाम्रो भनाइ के हो भने यो संविधान जारी भएकै दिनदेखि यो संविधानसँग बाँच्ने ऐन कानुनहरू अविलम्ब निष्क्रिय हुनुपर्छ र बाँधेको हदसम्म तिनीहरू खारेज हुनुपर्छ र नयाँ संविधान, नयाँ ऐन कानुनहरू बनाएर तिनीहरूलाई पुरै विस्थापित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, जो यहाँ त्यस्तो हुन सकेका छैन। यस्ता यसभित्र सवालहरू भएको हुनाले हामी यो संविधानका यस्ता निश्चित इस्युहरूको विरोध गर्छौँ र यसरी हुन के पुगेको छ भने यो संविधानप्रति हाम्रो आलोचनात्मक समर्थन हुन पुगेको छ। अब यो बीचमा केही मौन रहने कुराहरू पनि छन्। मैले भनेको थिएँ के हुन् मौन रहने कुराहरू? मौन रहने कुराहरू भनेको राजालाई दिएका अधिकार सम्मानका कुराहरू। सुरुमा राजाले भने कि राजाको छोरो राजा हुने परम्परा रहोस्, मेरो छोरो राजा रहोस्, यति बात चित्त बुझ्यो भनेर राजाले भनेको थियो। संविधान बनाउने बेला उनको तर्फबाट आउनेहरूले यो भनेको थियो, राजाको भनाइ यस्तो छ। त्यो कुरा पनि हामीले ओके गर्यौं। ठिक छ, राजा रहने भनेपछि राजैको छोरो राजा हुन्, हामीलाई क्या पत्ता। त्यसपछि राजाले भने यो खाइपाइ आएको जुन सुविधा छ यो पनि नघटोस् भन्ने मेरो कामना छ। हामीले यसलाई पनि अलिकति आश्चर्यका साथ
ठिक छ भन्यो। आश्चर्य साथ यसमा बाँकी 70% जनताहरू गरिबीको रेखामुनि छन्। दिनको 2 रुपियाँ पनि आम्दानी हुँदैन। अब राजा भने महिनाको 4 लाख तलब खान्छन्। तैपनि उनलाई मुलुकको र जनताको चिन्ता होइन, आफ्नै तलबको चिन्ता रहेछ। यो थाहा पाउँदाखेरि हामीलाई आश्चर्य त लाग्यो, तर पनि यदि जनताको हातमा अधिकार दिन उनी तयार छन् भने ल परोस् केही समयसम्म भन्ने ढङ्गले हामीले ठान्यौं। त्यसपछि उनले केही अधिकारका सवालमा पनि कुराहरू उठाए, जुन अधिकार उनलाई दिइन्थ्यो, अर्थात् कुनै पनि मुलुकको राष्ट्रपतिको पनि अधिकार हुन्थ्यो, त्यही ढङ्गले ती कामहरू पनि उनले गर्ने भनेर यसमा सामेल गरियो। यसरी यो संविधानमा राजालाई सम्मान दिएको छ, भौतिक सुविधा दिएको छ, अधिकारमा सेयर गरिएको छ। यसको प्रयोग राजाले कसरी गर्छन् हेर्न बाँकी त्यही छ। संवैधानिक राजा जस्तो गरेर प्रयोग गरे भने राजा स्वाभाविक रूपले अलि दिन रहन्छ, तर त्यो नभएर निरङ्कुश राजा जस्तो गरेर प्रयोग गर्न थाले भने राजाको मिति पुग्छ। त यसो भएको हुनाले यस्ता केही सवालहरूमा हामीले मौन भएर हेरिरहेका छौँ। यस ढङ्गले हाम्रो यो संविधानमाथि आलोचनात्मक समर्थनको नीति तय भएको छ। अब यसमा आलोचनात्मक समर्थनको कुरालाई मोहन विक्रमजीहरू त्यो देब्रे साइडमा रहेका क्रान्तिकारीहरूले त हाम्रो विरोध गरेकै छन्। त्यसको बारेमा अघि पनि मैले अलिकति थोरै चर्चा गरेँ। उहाँहरू यसलाई कालो संविधान खारेज गर भनेर भन्दै हुन्छ। सेतो संविधान चाहिँ के हो महाशय? कुन हो सेतो संविधान? ल्याउनुहोस् तपाईँको सेतो संविधान, हेरौँ अनुवाद। त्यो केही छैन। केवल कुनै ठाउँबाट उहाँले कुनै कुनाबाट त्यो एउटा खन्दकबाट निस्किएको दूषित हावा चाहिँ ती कुराहरू छोडिरहेको हुनुहुन्छ। जे होस्, अर्को साइडबाट अब गणेश मानजी भन्दै हुनुहुन्छ अरे कि जसले यो संविधानको विरोध गर्छन्, आलोचनात्मक समर्थन गर्छन्, तिनीहरूलाई सामाजिक बहिष्कार गर्नुपर्छ। सर्वमान्यजी यहाँले पनि अब एउटा नयाँ अभियान सुरु गर्नुभएको छ। यसमा नयाँ अभियान कि मैले रेडियोमा सुनेको थिएँ कि उहाँकी धर्मपत्नी मङ्गला देवी सिंहले संविधानको बारेमा यस्तो प्रतिक्रिया जनाउनु भएछ कि उहाँको भनाइरहेछ यो संविधानमा महिलाहरूको आर्थिक अधिकारलाई सुनिश्चित गरिएको छैन। त्यसो हुँदाखेरि यसको म विरोध गर्छु। अरू कुराहरू भने ठिकै छन्, त्यसको म समर्थन गर्छु। के हो त? यही होइन आलोचनात्मक समर्थन? यहाँकी धर्मपत्नीले त आलोचनात्मक समर्थन गर्दै हुनुहुन्छ, अनि यहाँ भने आलोचनात्मक समर्थन गर्नेलाई सामाजिक बहिष्कार गर्ने कुरा गर्दै हुनुहुन्छ। कुन दिन यहाँले कुन दिन आफ्नो धर्मपत्नीलाई सामाजिक बहिष्कार गर्नुहुन्छ त्यो हामी हेरेर बसेका छौँ। यदि यहाँले आफ्नो धर्मपत्नीलाई सामाजिक बहिष्कार गर्न सक्नु भएन भने तपाईको यो सठियाएको बुद्धि भन्नाले साठी काटेको बुद्धि राजनीतिबाट बहिष्कृत हुनेछ। यसो भएको हुनाले वास्तवमा आलोचनात्मक समर्थन गर्नु सैद्धान्तिक हिसाबले यहाँ भएको वास्तविकताको हिसाबले पनि बिल्कुल उचित कुरा हो र यसको पक्षमा यो ठिक छ भन्ने कुराको पक्षमा हामी जहाँसुकै पनि जुनसुकै इजलासमा पनि उभिन र हामी फैसला सुन्नको निम्ति तयार छौँ। अब यसको हामी विरोध कसरी गर्छौँ? यसको विरोध हामी संवैधानिक प्रक्रियाबाट नै विरोध गर्दै अगाडि जाने पक्षमा छौँ। संवैधानिक प्रक्रिया भनेको के? त्यो संवैधानिक प्रक्रिया भनेको संसदबाट यसको हेरफेर गर्न पाइन्छ भनेको हुनाले हामी संसदमा 2/3 बहुमत ल्याएर त्यस ढङ्गले यो संविधानका प्रतिगामी धाराहरूलाई विरोधी धाराहरूलाई फेर्न चाहन्छौँ। हामी त्यो ढङ्गले जान चाहन्छौँ। यदि त्यस्तो कुरामा कसैले अवरोध खडा गर्यो भने जसरी अवरोध खडा गर्छ हामी त्यसरी नै जुझ्नेछौँ। त अब यहाँहरूलाई 2 शब्द यो प्रसङ्गमा पनि भन्नु जरुरी छ कि संविधानको संशोधनको प्रसङ्गमा नि पहिला जे जनमत संग्रहको कुरा राखियो थियो त्यो गर्न नपाइने भयो। हाम्रो भनाइ के थियो भने राजा र राजतन्त्रलाई जुन दिनसम्म जनताले राख्न चाहन्छन् त्यस दिन त्यो बसोस् र जुन दिन जनताले राख्न चाहँदैन त्यस दिन त्यसले कुम्लो कुट्रो च्यापेर हिँड्नुपर्छ। यस खातिर जनताले जनमत संग्रह गर्न पाउने अधिकार हुनुपर्छ भन्ने हाम्रो भनाइ थियो। अनि नेपाली कांग्रेसको के थियो? कांग्रेसको के थियो भने राजाको दलाली गर्दै जबसम्म घाम जुन रहन्छन् आकाशमा तबसम्म राजा राजतन्त्र शाश्वत रहन्छ यो किटानी गर्न चाहन्थ्यो नेपाली कांग्रेस। तर त्यस्तो भएन। न हामीले भने यस्तो जनताले चाहेमा राजतन्त्रलाई फाल्ने छन् भन्ने संविधानमा त्यो पनि लेखिएन र कांग्रेसले भने चाहिँ घाम जुन रहेसम्म शाश्वत हुन्छ भन्ने पनि लेखिएन। भयो के भने यो संविधानको प्रस्तावना विपरीत नहुने गरी संविधान संशोधन गर्न पाइनेछ भनेर भन्यो। अब प्रस्तावनाको भावना के हो? प्रस्तावनामा के छ भन्दाखेरि जनताको राज्य शक्तिको स्रोत भनेको जनता नै हो।
बहुदलीय प्रजातन्त्र, संसदीय प्रणाली, बालिका मताधिकार, स्वतन्त्र न्यायपालिका, आधारभूत मानवाधिकार, यी सबै चिजहरू रहनेछन् र संवैधानिक राजतन्त्र पनि रहनेछ। यो कुरा प्रस्तावनामा छ। अब यो कुरालाई मान्ने हो भने यो कुनै हुन त कार्यनीतिको हिसाबले अलिकति गुह्य कुरा हो, अलिकति लुकाउनु पर्ने कुरा हो, तर म यो भरि सभामा यहाँहरूलाई म त्यो गुह्य कुरा पनि अलिकति बताइदिइहालौँ। त्यो के भने राजा रहनेछ भन्ने कुरा मात्रै बाँकी राखेर अरू जम्मै कुरा हामी फाल्दिन चाहन्छौँ। यदि राजाले चुरीपुरी गरे भने, राजाले हात लम्काउने कोसिस गरे भने, जनताको अधिकारतिर लोभ लाग्दा आँखा गिद्ध दृष्टिले हेर्न थाले भने हामी केवल संविधानकै प्रक्रियाद्वारा राजा रहनेछ भन्ने कुरालाई मात्रै बाँकी राखेर अरू जम्मै हामी हटाइदिन चाहन्छौँ। के चाहिँ हटाउँछौँ त अरू जम्मै? यहाँहरूलाई प्रश्न उठ्छ, जब राजा रहनेछ भन्ने कुरा चाहिँ भइरहन्छ भने आखिर हट्छ के? हट्छ के भने यसमा भनेको छ कि राजा र राज परिवारले खाइपा आएको सुविधालाई नघटाउने गरी कानुन बनाउने भनेको छ। हामी त्यही हटाइदिन्छौँ र त्यसपछि स्वाभाविक रूपले यो सेतो हात्तीलाई पनि हामी त्यति मात्रै घाँस दिन्छौँ जति घाँस खाएर एउटा बोको अगाउँछ। भन्नाले एउटा नागरिक राष्ट्रपति हुँदाखेरि थोरै खर्चले काम चल्थ्यो, मैले त्यसलाई एउटा बोकोसँग तुलना गरेको हुँ। घरमा पालेको एउटा बोको जो 2 मुठा घाँसले अगाउँछ। अब यो शाही महासामन्ती शैलीमा बाँचेको, जुन अभिजात्य शैलीमा बाँचेको राज परिवार हो, यसलाई अब बाँच्नको निम्ति सुकुमारी, त्यहाँका महलकी मैया राजकुमारीहरूलाई बाँच्नको निम्ति, त्यस्ता राजकुमारहरूलाई बाँच्नको निम्ति त्यही ढङ्गको खाइन पाइन दिनु पर्यो, बढ्ता खर्च त हुने नि भयो। त यो सेतो हात्ती पाल्नको निम्ति बढ्ता खर्च गर्नुपर्ने, चुरीफुरी गऱ्यो भने त्यो पनि खोजिदिनु पर्छ। त्यस्तै यसमा अरू जे कुराहरू छन् ती थुप्रै कुराहरू खोसिने छन् र यो संविधानकै माध्यमबाट यसैको कुराहरूबाट खोसिने छन्। त्यो खोज्न सक्ने कुरा यसमा उल्लेखित छ। जब त्यस्तो भइसक्छ त्यस बेला म्युजियममा राखेको एउटा कुनै सरो जस्तो, एउटा कुनै जनावर जस्तो एउटा मानव जनावर पनि नेपालमा रहिरहनेछ त क्या आपत्ति हो? एउटा जंगलको शेरलाई, जंगलको राजालाई पक्रेर ल्याएर चिडियाखानामा राखिन्छ र उसलाई खटाएर खाना दिइन्छ भने नेपाली जनताको राजा हो भन्ने अर्को एउटा मानव जनावरलाई म्युजियममा राखेर केही खुराक दिन्छ त के बिग्रिन्छ? त्यस्तो होइन। यदि सम्मानका साथ नै रहने, जनतासँग मिलेर रहने भन्ने कुरा गर्ने होइन। अब राजाले आइन्दा अब उपरान्त कदापि जनताको अधिकारमा आँखा गाड्नु हुँदैन र यो जुन पुलिस प्रशासन, शाही सेना र अन्य तमाम क्षेत्रमा जुन आफ्नो हात छ, त्यहाँ अनेकौं दलाल र चाटुकारहरूले राखिएको छ, ती चाटुकारहरूलाई हटाउने अभियान हामीले चलाइरहेको बेला राजाले काहीँ कुही गर्नु हुँदैन। हामी चाहन्छौँ यो सचिव शमशेर जङ्गबहादुर राणा अविलम्ब हटोस्। त्यही बदमाश हो जसले आन्दोलनको बेलामा कुपनडोलमा बन्दुक चलाएर घाइते बनाएको थियो। तर त्यस बेला अरू ठुल्ठुला हत्या र अरू ठुल्ठुला जघन्य अपराध भएको हुनाले त्यो सचिव शमशेरको नाम छुट्यो। त्यो बदमाशको नाम देशका पत्र पत्रिकाहरूमा विदेशमा पनि गएन। त्यस्तो ढङ्गले गएको भए त्यसलाई जस्तो अहिले दोस्रो विश्वयुद्धका युद्ध अपराधीहरूलाई अहिले पनि ठाउँ ठाउँमा अदालतमा मुद्दा चल्दैछ, त्यस्तै यहाँको मानव अधिकार उल्लङ्घन गर्ने अपराधीलाई अहिले मात्रै होइन भविष्यमा पनि त्यसको बारेमा मुद्दा चल्न सक्थ्यो। त्यसले ठानेको होला म जोगिएको छु भन्ने। हाम्रो खातामा, हाम्रो कालो खातामा नोट गरेको छु त्यो सचिव शमशेर जबराको। अनि त्यही बदमाश हो जसले सोझा साझा शाही सेनाका जवानहरूलाई अनुशासनको दुरुपयोग गरेर एउटा मनपरी लेखिएको सुझावमा सही गरेर आयोगमा चढाए। त्यति मात्रै होइन, अस्ति जब राजाले अनधिकृत रूपमा फेरि सुझाव माग्ने आदेश दिए, त्यस बेला पनि सबभन्दा पहिला प्रतिगामी सुझाव लिएर जाने त्यही सचिव शमशेर जबरा हो। जब त्यसको पनि कुनै पुछपाछ भएन, त्यसको पनि कुनै वास्ता पास्ता भएन, त्यसपछि संविधानलाई मन्त्रीमण्डलले अन्तिम रूपमा पारित गरेको दिन फेरि 12 जना सैनिक अधिकृतलाई लिएर प्रधानमन्त्रीको कार्यालयमै गए। त्यहाँ गएर उसले भनेछ कि सार्वभौम सत्ता महाराजको हातमा भएन भने त हामी मान्नेवाला छैन। नमान्दै गर, के लथार जस्तो नै। स्वाभाविक रूपले क्याबिनेटले त्यही ढङ्गले फैसला गर्यो र त्यस बेला मात्र होइन अहिले पनि शाही सेनाका जवानहरू जनताका छोराछोरीको रूपमा छन्। पुलिसहरू भित्र भएका पनि तलका जवानहरू जनताका छोराछोरीहरू छन्। मलाई आफै याद छ हिजो आन्दोलनको बेला मैले शाही सेनाका जवानहरूसँग जुलुसको बिचमा नि हात मिलाएको छु। उनीहरूले मुस्कानका साथ प्रजातान्त्रिक आन्दोलनको उनीहरूले समर्थन र स्वागत गरेका छन् आफ्ना क्याम्पहरूबाट।
र उनीहरूको दुखदुखीमा प्रजातन्त्रको मोह बाँचेको छ। यदि त्यो सतीश शमशेर जबरा जस्ताहरूले बलपूर्वक त्यससँगले लाद्न चाहन्छन् भने शाही सेना पनि विद्रोह हुने। निरङ्कुश तन्त्र र प्रजातन्त्रको लडाईँ यदि फेरि त्यो एउटा विप्लवी खेल गर्नको निम्ति राजाले दुस्साहस गरे भने अब हार्ने र समाप्त हुने पालो राजा सहित राजाका आउरे बाउरेहरू सतीश शमशेर जस्ता ती सबैको तिनीहरूको पालो हुनेछ। अब समाप्त हुने र प्रतिगामी तत्त्वहरूका पक्षबाट शहीद हुने पालो तिनीहरूको छ, अब हाम्रो होइन। यसो भएको हुनाले त यस्ता खालका तत्त्वहरूलाई यदि प्रयोग गर्दै जनताका अधिकारमाथि आँखा ठड्याउने कोसिस गरे भने त्यस बेला राजाले स्वाभाविक रूपले बिदा लिनुपर्ने। त यसरी हामीले यो संविधानलाई आलोचनात्मक समर्थन गरेका छौँ र फेरि पनि यत्र विघ्न आलोचना आइसकेपछि पनि यत्र विघ्न कुरा सुनिसकेपछि पनि म उत्तिकै आत्मविश्वासका साथ आफ्नो पार्टीको धारणा राख्न चाहन्छु कि हामीले आलोचनात्मक समर्थन गरेर बिल्कुल ठिक गरेका छौँ। यही नै क्रान्तिकारी ढङ्गको नीति हो र अहिलेको मुलुकको प्रजातान्त्रिकरणलाई मुलुकको अग्रगतिलाई अगाडि बढाउनको निम्ति यही तरिका नै सबभन्दा ठिक तरिका। अब यस्तो होइन भने त्यसपछि पाइन हेरौँ नि त यहाँहरूको जुन बहिष्कार गर्ने भनेर भन्दै हुनुहुन्छ, बहिष्कार गर्नेहरूको पाइन हेरौँ तपाईँहरूले कुन ढङ्गले बहिष्कार गर्नुहुन्छ। त्यस्तै अब यो एउटा पनि कुरा यसको विरोध गर्नु हुँदैन भनेर भन्ने जो हुनुहुन्छ यहाँहरूको पनि पाइन हेरौँ। त भन्नाले अब संविधानको सम्बन्धमा हाम्रा कुराहरू यी हुन् र अहिले मैले अघि यो भनिरहेको थिएँ कि अहिले पनि हाम्रो मुख्य शत्रु भनेको दरबारद्वारा प्रशिक्षित गरिएका संरक्षित गरिएका निरङ्कुशतावादी प्रतिगामी तत्त्वहरू हुन्। ती तत्त्वहरूबाट नि प्रजातन्त्रमाथि खतरा छ। प्रजातन्त्रलाई जोगाउनको निम्ति ती तत्त्वहरूको विरुद्ध अन्तिम लडाईँ लडिरहनुपर्छ। यो मुख्य शत्रु हो। यसो भएको हुनाले नेपाली काङ्ग्रेसको बारेमा अब केही राजनीतिक शक्तिहरूको बारेमा भन्ने, नेपाली काङ्ग्रेस अहिले पनि हाम्रो राजनीतिक मित्र हो। केही शङ्का नहोस्, कुनै भ्रम नहोस् कि नेपाली काङ्ग्रेससँग नेकपा माले कहीँ पहिलो शत्रुता गर्न खोज्या त होइन, निश्चय पनि होइन। अहिले नेपाली काङ्ग्रेस हाम्रो राजनीतिक मित्रको रूपमा छ, तर हामी कुनै पनि कुरालाई अपरिवर्तनीय र शाश्वत रूपमा ठान्दैनौँ। यस कारणले कि हाम्रो दृष्टिकोण द्वन्द्वात्मक हुन्छ। मैले अघि भनेको थिएँ कि सामन्तवाद, दलाल नोकरशाही, पुँजीवाद र साम्राज्यवादको रक्षा किल्ला भएर राजतन्त्र बसेको हुनाले नै हामीले त्यसलाई फाल्ने संकल्प गर्यौं। अब राजतन्त्र आफै किनारामा लाग्यो र सामन्तवाद, दलाल नोकरशाही, पुँजीवाद र साम्राज्यवादलाई रक्षा गर्नको निम्ति नेपाली काङ्ग्रेस त्यो कुर्सीमा आयो भने नेपाली काङ्ग्रेस मुख्य शत्रु हुनेछ र नेपाली काङ्ग्रेसलाई उखेलेर फाल्ने र जनताको प्रजातन्त्र ल्याउने लडाईँमा हामी लाग्नुपर्ने। यसमा पनि हामीलाई कुनै भ्रम छैन। तर मित्रहरू, अहिले त्यो बेला आइसकेका छैन। अहिले नेपाली काङ्ग्रेस मित्र नै छ, तर गर्दै के छ त? त्यो गर्दै के छ भने देख्नु भएन लेटाङमा एउटा कुनै षड्यन्त्रकारीले गरेको हत्याबाट भएको लासलाई लिएर ऊ मेची कोसी घुमेछ, हत्यारो माले मुर्दाबाद भन्दै। अनि त्यही अझ त्यो त कुनै पेपरमा आएको छैन, त्यो कुनै प्रसङ्ग आएको छैन। कार्तिक 22 गते राति एउटा त्यहाँ बम विस्फोट भएछ। त्यो बम विस्फोट हुँदाखेरि एकजना मान्छे जलेर यति घाइते भएको छ। त्यो को? त्यो नेपाली काङ्ग्रेसको कार्यकर्ता, जसले बम बनाउँदैछ, जसले साङ्घातिक हतियारहरू जम्मा गर्दैछ। अनि ऊ एउटा बुद्धिस्ट र बोधिसत्व भएको शान्तिप्रिय भइराखेको छ। अनि जसले नेकपा मालेलाई टाउको काट्नेहरूको पार्टी हो, नेकपा मालेलाई हत्याराहरूको पार्टी हो भनेर भन्दैछ, उसले के बिर्सेको छ भने यो अन्तर्राष्ट्रिय अफिसको छेउमा बम कसले पड्काएको र त्यहाँ मान्छे कसले मारेको 31 सालमा। अनि 30 लाख चोर्ने को? ठाउँ ठाउँमा त्यस ढङ्गका विप्लवी घटनाहरू घटाउने को? त्यो नेपाली काङ्ग्रेस हो। नेपाली काङ्ग्रेस यदि त्यस्तो ढङ्गले भन्ने हो भने नेपाली काङ्ग्रेस चोरहरूको पार्टी भएन, नेपाली काङ्ग्रेस डाकाहरूको पार्टी भएन, नेपाली काङ्ग्रेस त्यस्ता काफर हत्याराहरूको पार्टी भएन। तर आदरणीय जनताहरू, यो राजनीति हो। राजनीतिमा कहिलेकाहीँ यस्ता घटनाहरू हुने गर्छ। झापा आन्दोलनमा जसले कम्युनिस्टहरूको क्रान्तिकारीहरूको टाउको काट्छु भनेर आएको थियो, त्यस्ताहरूलाई बदलामा क्रान्तिकारीले तरबार चलाउनु पर्यो।
चलाउनु पर्यो र त्यसको नैतिक जिम्मेदारी हामीले लिएका छौँ, हाम्रो पार्टी लिएको। अब स्वाभाविक रूपले त्यस ढङ्गले मुद्दा भोगिरहेकाहरूलाई अस्ति राजाले बाध्य भएर आम माफी दिनु परेन? यो राजनीतिको मामिला हो। अनि चैत्र 24 गते काठमाडौँमा सयौं मान्छेहरूको हत्या गर्ने आदेश दिने को? त्यो अरू कोही होइन, दरबारिया हुन्। त्यो सके राजै हुनुपर्छ, नभए रानी हुन्। त्यति पनि होइन भने ज्ञानेन्द्र यो माइलो राजा त पक्कै हो, किनभने चुरीपुरी माइला राजाको पनि थियो। त यसो भएको हुनाले त्यो पनि संविधानभित्र राजाले बस्छु भनेपछि जनताले त्यो पनि ल भइगयो, एउटा राजनीतिक घटना हो, छोडिदिएका छन् अहिलेलाई। त्यस्तै त्यो चोर्ने 30 लाख राजस्व चोरेर लगेर जो मनपरी गुल्छर्रा उडाउने काम काङ्ग्रेसी नेताहरूले गरे, त्यसलाई पनि राजनीतिक घटना भनेर जनताले छोडेका छन्। तर त्यही चिज कोट्याउँछौ भने, त्यस्तै कुराहरूलाई लिएर कुनै पार्टीको नामाकरण गर्न चाहन्छौ भने नेपाली काङ्ग्रेस चोरहरूको पार्टी हो, डाकाहरूको पार्टी हो, हत्याराहरूको पार्टी हो। त यस खालको मैले यति मात्रै भन्न खोजेको हुँ कि नेपाली काङ्ग्रेस मित्र हुँदाहुँदै पनि, मित्र क्याम्पको हुँदाहुँदै पनि ऊ अहिले के गर्न थालेको छ? मालेका विरुद्ध सलाइका बारुदहरू उदिनेर अनि पोको पारेर कुनै बम बनाएर तर्साउने पो कोसिस गर्दैछ। कुनै षड्यन्त्रकारीले हत्या गर्यो कसैको र एउटा निर्दोष व्यक्तिको हत्या हो, त्यस्तो हत्यारालाई खोज नीति गरेर कारबाही गर्न प्रशासन लाग्नुपर्ने ठाउँमा प्रशासनलाई माथिबाट महामन्त्रीले निर्देशन दिइरहेका छन् कि त्यो त मालेले गरेको हत्या हो, किन यताउता गरिरहेका छन्? मैले यस्तै सुनेको छु। गलत रहेछ भने म आत्मालोचना गर्छु र खुसी लाग्नेछ मलाई कि नेपाली काङ्ग्रेसका नेताले शान्ति सुव्यवस्था कायम राख्नको निम्ति प्रशासनले कदम अघि बढाउँदा बाधा हालेका रहेनछन् भन्ने कुरा बुझ्दा मलाई खुसी नै लाग्ने। तर त्यस्तो होइन। उसले, मैले सुनेको थिएँ कि त्यो हत्याको केसलाई लिएर नेपाली काङ्ग्रेसले मालेमाथि यो हत्यारो हो भन्ने साबित गराउने रे, अनि मालेलाई प्रतिबन्ध लगाउने रे। त्यसपछि सायद उनीहरूको सुर होला कि यो चुनावमा हामी एक्लै प्रतिद्वन्दितामा एक्लै जानेछौँ र एक्लै विजयी हुनेछौँ। यो दिउँसै देखेको सपनाबाट प्रिय गिरिजाजी बिउजिनुहोस्। नेकपा मालेका नेताहरू यहाँहरूको उमेरभन्दा आधा भन्दा पनि तलतिरका उमेरका छौँ होला। यसमा हामीलाई कुनै हीनता भाव छैन, कुनै दुःख मनाउ छैन। बरु खुसी यस मानेमा छ कि यहाँको जस्तो निधार यहाँ पुगुन्जेलसम्ममा अझै हामी धेरै धेरै सिक्दै अघि बढ्न सक्नेछौँ। यसो भएको हुनाले यदि मित्र जस्तो भएर चल्ने हो भने तपाईहरुले मुखमा लगाम लाउनु पर्यो, बोलीमा लगाम लाउनु पर्यो। त्यो क्षुद्र खालका टीका टिप्पणीहरू गर्ने, क्षुद्र ढङ्गको राजनीति गर्ने र त्यस खालको जाली कृत्य गरेर अब यो राजनीतिक प्रतिद्वन्दिता मालेलाई हराउन सकिन्छ भन्ने खालको कुराबाट यहाँहरू बिउजिनु पर्यो, सचेत हुनु पर्यो कि त्यस्तो हुन सक्दैन। त यसो भएको हुनाले मित्र भए तापनि उसले जुन कुरा गरिरहेको छ यसप्रति हामीलाई बहुतै खेद छ। खेद यसमानेमा छ कि 15 सालको दिमाग लिएर 47 सालमा हामीसँग प्रतिद्वन्दिता गर्न आइरहेका छौँ। र जस्तो यहाँहरूले सुन्नुभयो होला, कृष्ण प्रसादजीले भन्नुभयो कि भगवानको कृपा कम्युनिस्टहरू चाहिँ अहिले अन्तरिम सरकारमा आइपुगेका छन्। त मैले केही ठाउँ भने कि यो हामीलाई स्वीकार छ। भट्टराईजी, किन स्वीकार छ भने हामीलाई यो भगवानकै कृपा हो कि हामी अन्तरिम सरकारमा पुग्यौँ। तर यहाँलाई थाहै छ कम्युनिस्टहरूले त नबोल्ने नदेखिने भगवान मान्दैन। उनीहरू त देखिने भगवान मान्छन्। को त देखिने भगवान? त्यो भनेको जनता। त्यसो हुँदाखेरि जनताले हामीलाई त्यो अन्तरिम सरकारमा पुर्याएका हुन्। अनि यहाँको भगवान चाहिँ जो पशुपतिनाथ हो, जो बोल्दैन पनि, जो देखिँदैन पनि। त्यसो हुँदा जुन बेला तपाईँको भगवान र हाम्रो भगवानको लडाईँ हुनेछ त्यस बेला तपाईँको भगवान सहित तपाईँ पनि समाप्त हुनेछ, हामी हाम्रो भगवान सहित हामी विजयी हुनेछौँ। त्यसो हुँदा त्यो कुरा पनि मैले धेरै ठाउँमा स्वीकार गर्ने। भट्टराईजीले ठिकै भन्नुभयो। पछि फेरि गिरिजाले भन्नुभयो कि असभ्य हुन्छन् कम्युनिस्टहरू, कि यस्ता पछौटे मुलुकमा सभ्यता र असभ्यताको परिभाषा कसरी हुन्छ? सभ्य भनेका ती मानिन्छन् जो महलका सुकुमारी मैयाहरू हुन्, जसलाई कहिले अलिकति तातो चर्को घाम लागेको छैन, चिसो बतास लागेको छैन। त्यस्तै महलका राजकुमारहरू हुन् जसका हातमा ठेला छन्, जसका कुर्कुच्चा फुटेका छन्, जो घाम पानीमा काम गरिरहेका छन्, जो हलो हिलोमा छन्। तिनीहरू त सभ्यमा गिन्ती हुँदैनन्।
त्यसो हुँदाखेरि हामी यिनै असभ्यहरूको प्रतिनिधित्व गर्छौँ र कम्युनिस्ट पार्टी असभ्यहरूको पार्टी हो। सुख दिलो गरी खाने गरिबहरूको पार्टी हो, श्रमजीवीहरूको पार्टी हो। अनि यहाँहरूको नै यहाँहरूको तिनै महलकी मैयाहरूको, सुकुमारहरूको, राजकुमारहरूको पार्टी। याद राख्नुहोस्, अब दुनियाँमा राजकुमारहरूका दिन गए, त्यस्ता सुकुमारी मैयाहरूका दिन गए। अब त दिन त तिनै असभ्य भनिएका श्रमजीवी जनताको दिन आयो। त्यसो हुनाले त्यो कुरालाई पनि मैले यस ढङ्गले स्वीकार गरेँ। तर त्यसले नेपाली काङ्ग्रेसको योग्यता होइन अयोग्यता जाहेर भएको छ र हामीसँग प्रतिद्वन्दिता यहाँहरूले त्यसरी गर्न सक्नुहुन्न। त अब सवाल के हो भने नेपाली काङ्ग्रेस राजनीतिक मित्र हुँदाहुँदै पनि त्यसले आफ्नो पार्टीभित्र अनेकौं हिजोका व्यभिचारीहरूलाई, हिजो गाउँ गाउँमा दिदीबहिनीहरूलाई ढुङ्गा हान्दै हिँड्ने, जिस्क्याउँदै हिँड्ने, अलिकति यहाँ दिदीबहिनीहरू कोही हिँड्दैछन्। मैले नि कति त्यस्तो देखेको छु कि अब क्याम्पसको ड्रेस लाएर यहाँ छात्राहरू हिँड्दैछन्, चेलीहरू हिँड्दैछन् भने बोल बम भनिदिने खालका मण्डले केटाहरू। अहिले ती कहाँ गयो भनेर खोज्दा नेपाली काङ्ग्रेसका सदस्यता लिइरहेका छन्, कार्य समितिमा गइरहेका छन्। त यस खालका तत्त्वहरूलाई हुलेर नेपाली काङ्ग्रेसले सायद शून्यकोलाई मोटाएको ठानिरहेको छ र त्यस्ता प्रतिगामी तत्त्वहरूलाई हुलेर उसले जुन ढङ्गले आफ्नो अनुहार देखाउन खोज्दैछ र त्यसका नेताहरूले पनि जुन किसिमको आह्वान गरिरहेका छन्, यो मालेसँग प्रतिद्वन्दिता गर्ने, अरू राजनीतिक पार्टीहरूसँग प्रतिद्वन्दिता गर्ने योग्यताको परिचय होइन। यसरी उनीहरू जे गर्दैछन् यसले बिस्तारै नेपाली काङ्ग्रेस मित्रको पंक्तिबाट खस्किँदैछ, त्यो शत्रुको पंक्तिभित्र जान खोज्दैछ भन्ने कुरा देखिँदैछ। यति हुँदाहुँदै पनि अहिले नि गइहालेको छैन र अब वास्तवमा अरू केही सवालहरू यहाँ अरूको चर्चै नगरौँ कि यो वामपन्थी अन्य घटकहरूको पनि त्यति विधि चर्चा गर्न आवश्यक छैन, कुनै प्रतिद्वन्दीको रूपमा छैनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि त्यस्तो कुरा नगरौँ, उनीहरू अहिले अनुहार नै देखाउन सक्ने स्थितिमा छैन भने अब नेपाली काङ्ग्रेस जोसँग प्रतिद्वन्दिताको कुरा हो त्यसको बारेमा मैले उल्लेख गरेँ र स्वाभाविक हो कि प्रतिद्वन्दिताको स्थिति आइसकेपछि नेपाली काङ्ग्रेसले पनि हाम्रो आलोचना गर्नेछ, त्यसलाई सुन्नको निम्ति हामी तयार छौँ र हामी पनि नेपाली काङ्ग्रेसको सैद्धान्तिक राजनीतिक आलोचना गर्छौँ, त्यसले पनि सुन्न सक्नुपर्छ र जनताले पनि त्यसलाई पचाउन सक्नुपर्छ र यहाँहरूले खोतलिकन त्यो कुरालाई बुझ्नुपर्छ कि कुन पार्टीले के भन्छ। अब म यहाँहरूलाई केही नमुना भनौँ कि नेपाली काङ्ग्रेसले मालेको विरोध गर्नको निम्ति प्रचार के गर्दैन। नेकपा माले दिदीबहिनी भन्दैन रे, नेकपा माले आकाशबाट कुनै असिना वर्ष चाहिँ फुरौला वर्ष चाहिँ भर्खर आएको पार्टी होइन, यो जनताका बीचमा काम गरिरहेको पार्टी हो र मालेका नेता कार्यकर्ताहरू खुद जनताका छोराछोरी हुन्। के गर्छन् मालेका कार्यकर्ताहरू, मालेका नेताहरू, त्यो जनताले आफै बुझ्नु भएको छ। तर यही कुरा काङ्ग्रेसले नयाँ कुनै उब्जाएर होइन, उहिले मार्क्सको पालामा पुँजीवादीहरूले उठाएका थोत्रा कुरालाई आज उठाएर यहाँ हामीसँग प्रतिद्वन्दिता गर्ने उसले आँट गरिरहेको छ। त्यस्तै 60 वर्ष पुगेपछि गोली हान्छन् रे, यो पनि उसले प्रचार गरेको छ। यो पनि बहुतै पुरानो भइसकेका कुरा हो। अहिले त साँच्चै भन्नुहुन्छ भने कम्युनिस्ट आन्दोलन पुराना भएका ठाउँमा सायद त्यहाँका कुनै नेताहरू, मूल नेताहरू यस्ता छैनन् होला जो 60 वर्ष मुनिका हुन्, त्योभन्दा माथिकै छन् भने अब त्यसपछि अर्को कुरा कम्युनिस्टहरूले जम्मै सम्पत्ति हरण गरिदिन्छन् रे। त यसमा अलिकति व्याख्या गर्नुहोस्। वास्तवमा यहाँ पनि आउनुभएका तपाईँहरूमध्ये धेरैले सुन्नुभएको हुनसक्छ र कतिलाई यस कारणले खुसी लागेको होला कि यो अलिकति खेतबारी छ, यो कहाँ बाली लगाउँ, कहाँ जोत खन, यो पनि अप्ठ्यारो, कम्युनिस्ट आएपछि यही पनि लगिदिन्छ, त्यसपछि खाना दिन्छ टन्टै खलास भनेर पनि समर्थन गर्दै हुनु होला। त्यस्तो पक्षमा नलाग्नुहोस्। तपाईँहरूको त्यो बारी र खेत हामी मरिगए पनि लिने छैन। त्यो जे झन्झट छ त्यो झन्झट यहाँले नै बेसाउनु पर्छ। यहाँको करासो बारी खोज्ने, यहाँको त्यो 2 पाथी बिउको धान खेत खोज्ने, 4 महिना मकै रोप्ने खेत बारी खोजिदिने, यो हाम्रो कार्यक्रम होइन। त्यसो हुँदा जसले मनमा पीर लिनुभएको छ कि कम्युनिस्टले आयो भने यो खोसिदिन्छ भने त्यो पीरबाट मुक्त हुनुहोस् र जसले खुसी मान्नु भएको छ कि यो पनि लगिदियो खान दिन्छ, त्यस्तो खुसी पनि नहुनु। वास्तवमा हामीले खोज्ने भनेको ती महासामन्तहरूको जमिन हो जो जमिनदारहरू छन्, जसले किसानहरूलाई कजाएर खाएका छन्, तिनीहरूको जमिन चाहिँ खोज्नै पर्छ, सामन्तवादलाई उन्मूलन पर्छ। यो चाहिँ हाम्रो पार्टीको कार्यक्रम हो। अब नेपाली काङ्ग्रेसमा सामन्तहरू छन्, त्यसै हुँदा तिनीहरू थर्क मान्छन्,
अनि एउटा सामान्य किसानलाई गएर भन्छन् हेर्नुहोस् कम्युनिस्टले त खोजिदिन्छ, मेरो पनि खोज्छ तपाईँको पनि खोज्छ, त्यसमा तपाईँ हामी मिल्नु पर्यो। यस ढङ्गले झुक्क्याउँदैछन् मित्रहरू, त्यसमा हामी सचेत हुनुपर्छ। अब जहाँसम्म सामन्तहरूको जमिन खोज्ने कुरा हो, हाम्रो पार्टीले यसमा पनि दुईटा तरिकालाई अघि सारेको छ। त केहीलाई मौका दिने उसले एउटा नीति तय गरेको छ के जो मुख्य शत्रुको पक्षमा लाग्छ, जो निरङ्कुशतावादको पक्षमा लाग्छ, दरबारीहरूको पक्षमा लाग्छ, जो प्रतिगमन र पुनरुत्थानवादको पक्षमा लाग्छ, त्यस्ताहरूको नाम हाम्रा सबै पार्टी कार्यकर्ताहरूले सहयोगी शुभेच्छुकहरूले खातामा नोट गरिराख्नु होला। त्यो जमिनदारको जमिन बिना मुआवजा जफ्त गरिनेछ, कब्जा गरिनेछ र किसानहरूमा बाँडिनेछ। र त्यो तबसम्म फुर्ती लाउँदै गरोस् जुन बेलासम्म हामी त्यहाँ आइपुग्ने छैन। हामी त्यहाँ आइपुगेका दिन त्यसले बोल्नेसम्म पनि मौका पाउने छैन। उसले ठिकै ढङ्गले हामीसँग जनतासँग प्रस्तुत भयो, जोतेर खाना पुग्ने जमिन उसलाई पनि छोडिदिन्छ, उसले आफै जोतेर खाने जमिन, बाँकी जमिन बिना मुआवजा खोजिने। अब यस बाहेक जसले प्रजातन्त्रको पक्ष लिन्छ, जसले जनताको गौरव गाथा गाउँछ, जसले राष्ट्रको अस्मितालाई जोगाउने पक्षमा आफूलाई उभ्याउँछ, जसले त्यस्ता योद्धाहरूलाई सघाउँछ, त्यस्तो जमिनदारको, त्यस्तो सामन्तको जमिन हामी कायदा कानुनका साथ, नियम कानुनका साथ मात्रै लिने पक्षमा छौँ। अब जहाँ कायदा कानुनका साथ, नियम कानुनका साथ लिने हामी पक्षमा हुन्छौँ, त्यसो गर्ने बित्तिकै हामी मुआवजा दिने पक्षमा छौँ, क्षतिपूर्ति दिने पक्षमा छौँ। त्यसो हुँदा जुन सामन्तले अलिकति आफ्नो सम्पत्ति जोगाउने सुर कसेको छ, त्यसले तुरुन्तै शिफ्ट गरेर प्रजातन्त्र पक्षमा आइहालोस्। यहाँहरूले बताइदिनु होला, किनभने मान्छे बदलिएर राम्रातिर आउन पाउँछ। तर त्यो त्यहाँ आएर धोका दिएर किसान मजदुरहरू भनेका भुच्चड हुन्छन्, यिनीहरूलाई म झुक्क्याउँछु भनेर आयो भने त्यस्तालाई गर्दनिया लगाउने जानकारहरू पनि जनताको पंक्तिभित्र बसेका छन्, तिनीहरू राजनीतिक पार्टीका नेता कार्यकर्ताहरू। यसो भएको हुनाले धोखाधडी दिनको निम्ति होइन, इमान्दार मनले जो फेरिएर प्रजातन्त्रको पक्षमा आउँछ त्यसले सुध्रिएर अघि बढ्ने मौका पाउँछ। यसो भन्दा यहाँहरू मध्ये कतिलाई चित्त बुझेन होला, त्यो साला जम्मै जमिनदारहरूको जमिन बिना मुआवजा लिनु पर्थ्यो। मालेले चाहिँ केही प्रजातन्त्रको पक्ष लिनेलाई चाहिँ मुआवजा दिनुपर्छ भन्यो, यसमा यहाँहरूको चित्त दुख्ला, अलिकति कन्फ्युजन होला। हेर्नुहोस्, म फेरि पनि भन्छु, यो राजनीति हो। राजनीति हो भन्नुको मतलब यहाँ कसैसँग व्यक्तिगत रूपले बैर साध्ने कुरा होइन, मुलुकलाई माथि उठाउने कुरा हो। मुलुकलाई माथि कसरी उठाउने? मुलुकलाई माथि उठाउनको निम्ति मुलुकसँग सम्पत्ति पनि त चाहिन्छ, र त्यस ढङ्गले ती मुआवजा पाउने जमिनदारहरूले, त्यस्ता सामन्तहरूले त्यो उनीहरूले उद्योग धन्दाका क्षेत्रमा लगाउँछन् भने कहीँ उनीहरूलाई सरकारी संरक्षणमा भएको उद्योग धन्दामा सेयर पनि दिन सकिन्छ, कहीँ अरू ठाउँमा उनीहरूले उद्योग धन्दा पनि खोल्न सक्छन्, यस ढङ्गले लगाउन सकिन्छ। त यसो भएको हुनाले सम्पत्तिको सञ्चयको निम्ति पनि हामीले त्यस खालको नीति लिनु आवश्यक छ। र मैले भन्न खोजेको कुराको तात्पर्य यति मात्रै हो कि नेपाली कांग्रेसले जुन भ्रम फैलाउन खोजेको छ कि कम्युनिस्ट आयो भने जम्मै खोसिदिनेछ, वास्तवमा त्यसरी खोज्ने कम्युनिस्ट पार्टीको कार्यक्रम होइन। बरु कम्युनिस्ट पार्टीको कार्यक्रम त यस्तो कार्यक्रम छ कि जुन किसानको हातमा जमिन छैन त्यो किसानलाई जमिनको मालिक बनाउने, उसको हातमा जमिन दिने। यसरी नेपाली कांग्रेसले जुन खालका कुराहरू लिएर आएर अहिले प्रतिद्वन्द्विता गर्न खोजेको छ त्यो वास्तवमा उसको अत्यन्त अयोग्यता र अपरिपक्वताको कुरा हो भन्ने देखिएको छ। र यदि जस्तो हामी भनिरहेका छौँ कि यो जुन प्रजातन्त्र आएको छ यो खोक्रो छ, हामी भरिलो प्रजातन्त्रको पक्षमा छौँ। खोक्रो प्रजातन्त्र भन्नुको तात्पर्य के? त्यो भनेको जिन्दाबाद मुर्दाबाद भन्न पाउने, सभा संगठन गर्न पाउने अधिकार। तर यदि भोको पेट छ र जिन्दाबाद मुर्दाबाद मात्रै भन्न पाइन्छ भने यो हाम्रा निम्ति यतिले मात्रै सन्तुष्टि दिन सक्दैन। पेट भरेर आङमा पुरा टम्मन न्यानो लुगा लाएर जिन्दाबाद मुर्दाबाद भन्न पाइयोस्, भरिलो प्रजातन्त्र आओस्। त्यही भरिलो प्रजातन्त्रको नाम हो नयाँ जनवाद। त यसो भएको हुनाले सामन्तवाद, दलाल नोकरशाही, पुँजीवाद, साम्राज्यवादलाई उकेलेर फाल्ने प्रजातान्त्रिक लडाईँलाई हामी अघि बढाइरहन चाहन्छौँ। त कांग्रेसको के छ कार्यक्रम? कांग्रेसको आर्थिक कार्यक्रम खोइ? त्यसले त केवल पञ्चहरूलाई कुर्सीबाट हटाएर पञ्चायतकै नीतिहरूलाई कन्टिन्यू गरिरहेको छ र गर्न चाहिरहेको छ।
र उसको कुनै आर्थिक कार्यक्रम छैन, छ भने ल्याओस्। किसानहरूको पेट भर्ने उसँग के कार्यक्रम छ भन्न त सजिलो छ, भन्न सजिलो छ। उनीहरू के भन्छन् भने हामी त गरिबलाई माथि उठाएर बराबर बनाउने पक्षमा छौँ। कम्युनिस्टहरू के गर्छन् भने धनीलाई तल झारेर बराबर बनाउने, गरिबी बाँडेर बराबर बनाउने। सुन्दाखेरि त यहाँहरू मध्ये पनि धेरैलाई हो काङ्ग्रेसको त कुरा राम्रो, माथि गएकोलाई तल झारेर बराबर बनाउनु भन्दा तल भएकोलाई माथि उठाएर बराबर बनाउँदा कस्तो मानवीयता, कसरी हुन्छ यो कुरा? एउटा जमिनदारले हजारौं बिघा जमिन ओगटेर मन परी गरिरहेको छ अनि त्यसको तल सयौं किसान परिवारहरू जोतिएका छन्, पिसिएका छन्, तिनीहरूलाई कसरी माथि उठाउनुहुन्छ तपाईँ? त्यो जमिनदारलाई तल नझारिकन स्वाभाविक रूपले मिठा कुरा गरेर हुँदैन। आफ्ना प्रजातान्त्रिक समाजवादको उदाहरण दिँदाखेरि विश्वेश्वर कोइरालाले भन्नुभएको त एक माना दुध छ, त्यसमा हामी काङ्ग्रेसीहरू चाहिँ हाम्रो समाजवाद चाहिँ त्यसभित्र को रोगी छ को बिरामी छ त्यसलाई त्यो एक माना दुध दिने उसले खाओस्। यस ढङ्गले हाम्रो चाहिँ यस्तो मानवीय टाइपको समाजवाद। कम्युनिस्टहरू कस्तो समाजवाद भन्दा 100 जना मान्छे छन्, त्यो एक माना दुध सबलाई एक एक चम्चा बाँड्ने। आर्थिक न्यायको हिसाबले दुरुपयोग हो भन्दै थुप्रै भारी भरकम व्याख्या गर्नुभएको छ। त्यो उहाँको ज्ञान पनि बेकार, किनभने हाम्रो भनाइ नि त्यो होइन। त यसो भएको हुनाले नेपाली काङ्ग्रेसले आफ्ना आर्थिक कार्यक्रम ल्याओस् यदि समाजमा आमूल परिवर्तन गर्न चाहन्छ भने। तर उसले त्यस्तो ल्याइरहेको छैन। उसले अहिले नै हिजोका प्रतिगामीहरूलाई पार्टीभित्र उल्न थालेको छ र उसले यस बेला जुन ढङ्गको प्रजातान्त्रिकरण गर्नुपर्ने त्यो कुरा गर्न उसले कुनै उत्साह देखाइरहेको छैन र विदेशीहरूसँग पनि उसले राष्ट्रिय अस्मिताको विरुद्ध गठबन्धन गर्न थालेको छ। यसो भएको हुनाले नेपाली काङ्ग्रेसमा ती कुराहरूको आधारमा हाम्रो प्रतिद्वन्दिता हुनेछ। उद्यमीहरूले मलाई भेटेर आफ्ना थुप्रै समस्याहरू राख्नुभयो। उहाँहरू भोलि पर्सिदेखि अनसन गर्दै हुनुहुन्छ अरे र उहाँहरूले हाम्रा समस्याहरू यस्ता छन् यो राखिदिनु पर्यो भन्ने पनि उठाउनुभयो। त्यस्ता कुराहरू त हामी पहिल्यैदेखि उठाउँदै आएका छौँ। मैले उहाँहरूलाई त्यहाँ त्यति धेरै वचन दिइनँ, यस कारणले वचन दिइनँ कि यो त हाम्रो आफ्नो खुद नीतिकै कुरा हो जसको निम्ति हामी पहिल्यैदेखि छौँ। र यहाँ वास्तवमा ठुला पुँजीपतिहरूलाई मन परी गर्न दिने, उनीहरूलाई विशेष ढङ्गले सहुलियत दिने र साना पुँजीपतिहरू घरेलु पुँजीपतिहरूलाई विभिन्न ढङ्गले दमन गर्ने यो खालको नीति पञ्चायती कालदेखि प्रयोग हुँदै आएको छ। र हिजो व्यक्तिगत रूपमा साहु महाजनहरूले किसानहरूको घर खेत लिन्थे, आज यी ब्याङ्कहरू जस्ता वित्तीय संस्थानहरूले नेपाली जनताको घर खेत गरेर लिइरहेका छन्। उहाँहरूले त्यही समस्या उठाउनु भएको रहेछ। बहुत जायज छ त्यो समस्यामा यदि तपाईँहरू सङ्घर्ष गर्नुहुन्छ भने नेकपा माले तपाईँहरूको पछाडि छ। तपाईँहरू त्यसमा निर्भीक भएर निर्धक्क भएर सङ्घर्ष गर्नुहोस्, हामी त्यसको निम्ति मरिमेटेर अघि बढ्न तयार छौँ। र यदि जस्तो उहाँहरूले समस्या उठाउनु भएको छ, वास्तवमा यो वित्तीय संस्थाले जुन ढङ्गले सुदखोर भएर राखिएको धितो जाकटीलाई अपहरण गरेर त्यस ढङ्गले उसले त्यसलाई सिज गर्दै जसरी आफ्नो प्रोपर्टी बढाउन थालेको छ, यता सुकुम्बासी बनाउँदैछ, यो प्रक्रियालाई अविलम्ब रोकिनुपर्छ र त्यस ढङ्गले लिलाम गरिएको फिर्ता गर्नुपर्छ, लिलाममा चढाइएकोलाई अविलम्ब हटाउनुपर्छ भन्ने जुन माग राख्नु भएको छ बिल्कुल न्यायोचित छ। त्यो न्यायोचित मागलाई म आह्वान गर्छु कि आम जनताले सम्पूर्ण रूपमा त्यसलाई समर्थन र सहयोग गर्नुपर्छ। त यस्तो भएको हुनाले चाहे त्यो कृषि क्षेत्रको कुरा गर्नुहोस् अथवा औद्योगिक क्षेत्रको कुरा गर्नुहोस् या व्यापारिक क्षेत्रको कुरा गर्नुहोस्, सबै क्षेत्रमा ती कुराहरू छन्। त यस्ता यी समस्याहरू यी स्थितिहरूलाई हेर्दै अब हाम्रो पार्टीका आगामी केही नीति र धारणाहरूको बारेमा म यहाँहरूसँग संक्षिप्त राख्न चाहन्छु। यस बेला जस्तो मैले अघि भने कि नयाँ जनवाद अर्थात् सामन्तवाद, दलाल नोकरशाही, पुँजीवाद र साम्राज्यवादलाई उन्मूलन नगरिकन नेपालमा नेपाली जनताको कल्याण हुने छैन, यो मुलुकको कायाकल्प हुने छैन। त्यसो भएको हुनाले त्यो कुरा कसरी प्राप्त गर्न सकिन्छ? हाम्रो पार्टीको धारणा के छ भने वर्ग सङ्घर्षको बाटोमा निरन्तर लागिरहेर मात्रै यो पूर्ण प्रजातन्त्र प्राप्त गर्न सकिनेछ। त्यसो हुँदा हाम्रो पार्टी निरन्तर वर्ग सङ्घर्षमा लागिरहनेछ, वर्ग सङ्घर्ष नै मुख्य कडीको रूपमा लिएर अघि बढिरहनेछ। अब यो वर्ग सङ्घर्ष के कुरा हो? यहाँहरूलाई
प्रश्न उठ्न सक्छ। पञ्चायतले वर्ग समन्वय भन्यो, नेपाली काङ्ग्रेसले वर्ग सम्झौता भनिरहेको छ। हामी वर्ग सङ्घर्षको पक्षमा वकालत गरिरहेका छौँ। यसो भएको हुनाले अब यो प्रजातान्त्रिक अधिकार प्राप्त भइसकेपछि चाली फटाहरूको विरुद्ध जनताले उठ्नु पर्यो, पुँजीपतिहरूको शोषणको विरुद्ध मजदुरहरू उठ्नु पर्यो र यस ढङ्गले आम जनताहरू वास्तवमा दलाल नोकरशाही पुँजीपति वर्ग र जमिनदार वर्गको विरुद्ध उठ्नु पर्यो। त यो ढङ्गको बडो सङ्घर्षको प्रक्रियाबाट मात्रै हामी अघि बढ्न सक्नेछौँ। र एउटा कुरा यो हो भने अर्को, अहिले हामी माथिल्लो प्रक्रियामा अर्थात् माथिल्लो संरचनामा, राजकीय निकायको माथिल्लो संरचना पनि संलग्न भएर त्यसलाई सुधार गर्दै बडो सङ्घर्षलाई अघि बढाउने पक्षमा छौँ। यसको तात्पर्य के? यसको तात्पर्य के हो भने हामी चुनावमा पनि बहुतै मन दिएर, शक्ति सङ्गठित गरेर र व्यवस्थित ढङ्गले हामी उत्रिनेछौँ। र चुनावमा उत्रिने सहलाई हाम्रो पार्टीको नीतिका केही मुख्य कुराहरू अघि पनि साथीले बताउनु भयो कि हाम्रो मूल नीति के छ भने यो मूल शत्रुलाई, निरङ्कुशतावाद, प्रतिगामी र पुनरुत्थानवादलाई परास्त गर्नको निम्ति, त्यसलाई ध्वस्त गर्नको निम्ति प्रजातान्त्रिक एकता कायम राखौँ। यो नारा अन्तर्गत हामी यदि तयार छ भने नेपाली काङ्ग्रेससँग पनि मिलेर जान्छ। तर नेपाली काङ्ग्रेसले हाम्रा यस्ता कुराहरूको गलत अर्थ लगाउँदै उसले प्रयोग गर्ने गरेको छ। नेपाली काङ्ग्रेसले त्यस्तो नठारोस् भन्न खातिर नै आवश्यक पर्छ भने हामी एक्लै बहुमत ल्याउने गरी संसदमा चुनावमा लड्नेछौँ भनेर हामीले आफ्नो नीति बनाएका छौँ। र यस क्रममा मलाई यहाँ एउटा चिट आएको छ। गणेश मानजीले भन्नुभयो अरे अब कम्युनिस्टहरूको त खालि संसदमा विरोध पक्ष हुने न हो, अब त्यो पनि हुन नसक्ने भयो। कुरै गर्दाखेरि कुराकै बारेमा सारा फैसला हुने भए सजिलो हुन्थ्यो। काङ्ग्रेसीहरू त यो पनि हल्ला गर्दैछन् कि दुनियाँमा कम्युनिस्ट समाप्त भइसक्यो, नेपालमा अब 2 दिनका पाहुना मात्रै हो। अब स्वाभाविक रूपले यो राजनीतिक परिवर्तन भएको 6-8 महिनापछि यसो हेर्दा के देखिन्छ भने साँच्चै नै कम्युनिस्टहरू नेपालको खास खास क्षेत्रबाट समाप्त पनि भइसकेका छन्। अनि काङ्ग्रेस पनि खास खास क्षेत्रबाट समाप्त भइसकेका छन्। कहाँ हो? मलाई लाग्छ कम्युनिस्टहरू नेपाल टेलिभिजनबाट समाप्त भएका छन्, कम्युनिस्टहरू नेपाल रेडियोबाट समाप्त भएका छन्, गोर्खापत्र राइजिङ नेपालबाट समाप्त भएका छन्। अनि काङ्ग्रेस कहाँबाट समाप्त भएको छ? काङ्ग्रेस चाहिँ जनता बीचबाट समाप्त हुँदैछ। त्यसो भएको हुनाले यसमा मलाई रत्तिभर चिन्ता छैन। नेपाल टेलिभिजन र गोर्खापत्रबाट, रेडियो नेपालबाट कम्युनिस्टहरू समाप्त भएको मलाई रत्तिभर चिन्ता छैन। कोही बात छैन, योग प्रसाद उपाध्यायजी अन्तरिम कालभरि सञ्चार मन्त्रालय रुगेर बसिरहनुहोस्। जुन बेला संसदमा बहुमत ल्याएर जितेर हामी जानेछौँ त्यस बेला तपाईँलाई गर्दनीय लगाएर हामी हटाइदिनेछौँ। त्यो अन्त कतै जाँदैन। त्यसलाई लिएर आफ्नो पराजय सँगसँगै आफ्नो घरमा योग प्रसादजीले लिएर जान सक्नुहुन्न सञ्चारका मिडियाहरू। त्यसो भएको हुनाले मलाई यसमा केही चिन्ता लागेको छैन। यहाँहरूलाई एउटा सूचना भनिदिउँ, योग प्रसादजीले सर्कुलर गर्नुभएको छ अरे तल तल आफ्ना सञ्चारका निकायहरूमा, मालेलाई सञ्चारका माध्यमहरूमा सकेसम्म ठाउँ नदिने र ठाउँ दिनै पर्यो भने पनि कुनै पनि हालतमा मदन भण्डारीको कुरा चाहिँ नल्याउने। यस ढङ्गले उसले पार्टीभित्र पनि कसैको कुरालाई अलिकति दिएर र कसैकालाई नदिएर फाटो पार्ने कोसिस र सकेसम्म मालेलाई दिँदै नदिएर त्यो ढङ्गले उसले आफूलाई मात्र अगाडि ल्याउने कोसिस गरिरहेको। मैले धेरै ठाउँमा देखेको छु कि टेलिभिजन हेर्ने नेपाली जनताको रुचि मर्दै गइसक्यो। त्यहाँ आखिर सरमान्यजी र भट्टराईजी, गिरिजाजी बाहेक घुमाइफिराइकन अरूलाई देख्नै पाइँदैन। यसरी यदि अब यो गुह्य कुरा नभन्नु पर्ने, काङ्ग्रेसले यही खुब मिठो भइरहेछ भनेर गरिरहे हामीलाई फाइदा, तै पनि चर्चा चलिहालेको हुनाले यदि काङ्ग्रेसले यो नीति बदलिएन भने र उसले आफ्नै मात्रै रेडियो र टेलिभिजनमा दिइरह्यो भने सायद हामीले यहाँहरू समक्ष प्रचार गर्न पनि आइरहनु पर्दैन, भोट हामीलाई यहाँहरूले दिनुहुनेछ। किनभने त्यो काङ्ग्रेसको मोनोपोलाइजेसन जुन हो, उसले जुन मोनोपोलाइज गर्दैछ, एकाधिकार कायम गर्दैछ, त्यसबाट पञ्चायतीहरूले 30 वर्ष एकाधिकार कायम गरेको कुराबाट वाक्क भएका जनताहरू अनुहार मात्रै फेर्न चाहँदैनन्, सिस्टम फेर्न चाहन्छन्। अनि त्यो सिस्टममा चाहिँ काङ्ग्रेस एउटा नयाँ अनुहार गएर, भोको उडुस जस्तो अनुहार गएर ओछ्यानमा त्यो छापछाप्ती गर्दैछ भने जनताले भोका उडुसलाई निश्चय पनि क्षमा गर्ने छैन। यसो भएको हुनाले त नेपाली काङ्ग्रेसले
जुन ढङ्गले भन्दैछ कि कम्युनिस्टहरू समाप्त भयो भन्ने कुरा त वास्तवमा केही क्षेत्रबाट समाप्ति भएको कुरा म स्वीकार गर्छु। अब यो चुनावी प्रतिद्वन्दितामा जाँदा मैले भनिहालेँ कि हाम्रो पार्टी हार्नको निम्ति होइन अनि हाम्रो पार्टी अल्पमतमा परेर त्यहाँ विरोध पक्ष बन्ने होइन, बहुमत ल्याएर सरकार बनाउनको निम्ति चुनाव लड्दैछ र त्यही विश्वासको साथ हामी चुनाव लड्छौँ। अब जो वामपन्थी साथीहरू यसरी मिलेर जान तयार हुनुहुन्छ हामी मिलेर जानेछौँ र जो त्यस्तो गर्न तयार छैन उहाँहरूले काङ्ग्रेसको पक्षमा गयो भन्नाले मैले यहाँ यसरी भन्दा धेरैजनाको चित्त दुख्यो होला, तर म एउटा आधारमा यसो भनिरहेको छु कि मानन्दरजी र वर्माजीको के भनाइ छ भने कम्युनिस्टहरूले बहुमत ल्याउने गरी लड्नु हुँदैन। कम्युनिस्टहरूले त त्यहाँ काङ्ग्रेसलाई सघाउनु पर्छ, त मात्र प्रजातन्त्र बलियो हुन्छ। तपाईँहरूले बेकार त्यो कम्युनिस्ट पार्टीको नाम पार्टी टाँगेर केही मान्छेलाई झुक्क्याइराख्नु भएको छ। किन काङ्ग्रेसमा जानुहुन्न तपाईँहरू? मानन्दर र वर्माहरू चाँडै काङ्ग्रेसमा गए बेस ताकि जनता यो अलमलबाट मुक्त हुने थियो। त्यसो हुँदा हामी त्यो पक्षमा छैनौँ। अब हामी त्यो मनमोहनजीले जुन भन्नुभएको थियो कि मनमोहनजीले भन्नुभएको कुराको पनि पक्षमा छैनौँ कि उहाँले अन्तर्वार्तामा भन्नुभएको थियो काङ्ग्रेसले बुझिदिनु पर्यो, हामी नै विरोध पक्षमा हुँदाखेरि काङ्ग्रेसलाई पनि फाइदा, पञ्च विरोध पक्षमा हुनुभन्दा हामी हुँदाखेरि फाइदा हुन्छ भन्ने कुरा किन काङ्ग्रेसले नबुझेको? मनमोहनजी तपाईँ राजनीति गर्दा गर्दै कम्युनिस्ट राजनीति गर्दा गर्दै बुढो हुनुभयो, हाम्रो करिब करिब एउटा कम्युनिस्ट पितामह जस्तो हुनुभयो। कम्युनिस्ट काङ्ग्रेसको ढोकामा किन अर्जी हाल्दै हुनुहुन्छ? हामी त नेपाली काङ्ग्रेस विरोध पक्षमा रहनेछ र नेपाली काङ्ग्रेसले अल्पमतमा परेर हाम्रो सरकारले लिएका नीतिहरूको उसले यो वा त्यो पक्षमा आलोचना गर्ने भूमिका हुनेछ, त्यो बनाउनेछौँ भनेर हामी चुनावमा गइरहेका छौँ। त्यसो हुँदाखेरि मनमोहनजीलाई र मार्क्सवादीहरूलाई पनि हाम्रो भनाइ के हो भने त्यो लघुताभासबाट माथि उठ्नुहोस्, त्यो भएर चिन्ताबाट माथि उठ्नुहोस् र काङ्ग्रेसलाई ठुलो देख्ने त्यो जुन एउटा दिमागी भूत छ त्यो भूतबाट मुक्त हुनुहोस्, धामी झाँक्री गरेर हटाउनुहोस्। यसो भएको हुनाले जुन वामपन्थी शक्तिहरू सरकार बनाउनको निम्ति बहुमत ल्याउनको निम्ति र त्यस ढङ्गले संविधानका प्रतिगामी धाराहरूलाई फेर्नको निम्ति र आमूल परिवर्तनलाई निकटभन्दा निकट ल्याउनको निम्ति हाम्रो कार्यनीतिसँग सहमत भएर जान तयार छन्, उनीहरूसँग मिलेर जानको निम्ति हामी सर्वथा तयार छौँ। यो ढङ्गले हामीले चुनावी नीति तयार गरेका छौँ र अब स्वाभाविक रूपले यो माथिल्लो ढाँचामा संरचनाको कुरा आयो। यसलाई यो संविधान आइसकेपछि अब माथिल्लो ढाँचामा सुधार आउनुपर्छ अथवा प्रजातान्त्रिकरण हुनुपर्छ। यसो भनेको के? यसो भनेको के भने अब प्रत्येक यो प्रशासनिक यन्त्रभित्र प्रशासनिक निकायभित्र प्रजातान्त्रिकरण हुनु पर्यो, प्रहरी विभागभित्र प्रहरीको सेवाभित्र प्रजातान्त्रिकरण हुनु पर्यो, शाही सेनाभित्र प्रजातान्त्रिकरण हुनु पर्यो। यसको तात्पर्य के? यसको तात्पर्य के भने त्यहाँभित्रका भ्रष्टाचारीहरू, अपराधीहरू, तस्करहरू, हत्याराहरू जे छन् ती हत्याराहरूको छानबिन गरेर उनीहरूमाथि कारवाही हुनुपर्छ। अघि साथीले पनि यसबारे भनिसक्या हुनुहुन्छ। यसबाहेक थप अरू कुरा पनि छन्। अरू कुरा के भने यहाँ मलाई लाग्छ केही कर्मचारीहरू पनि आउनु भएको होला। तपाईँहरू कर्मचारी मध्ये कोही अफिसको हाकिम हुनुहुन्छ भने आफ्नो व्यवहार बदलिन थाल्नुभयो कि थाल्नु भएन मित्र? यदि व्यवहार बदलिन थाल्नु भएको छैन भने भोलि बिहान 10 बजेको अफिस एटेन्ड गर्दादेखि नै तपाईँले आफ्ना कर्मचारी माताका कर्मचारीसँग व्यवहार बदलन थाल्नुहोस्, होइन भने तपाईँको जागिरको भविष्य छैन। अब यो कसरी हामी थाहा पाउँछौँ त? हामी कसरी थाहा पाउँछौँ भने नेकपा मालेका सहयोगी शुभेच्छुक र नेकपा मालेका कार्यकर्ताहरूले व्यापक रूपमा छड्के हुन्छ कि सोझो हुन्छ जाँच पडताल गर्नु हरेक कार्यालयमा। कोही हिजोकै निर्दलीय संस्कार त चलिरहेको छैन। एकदमै जटिल प्रशासन र जनतालाई दण्ड दिने खालको प्रशासन त चलिरहेको छैन। त्यस्तै छ भने अब यो कुनै संविधानले होइन, यो त्यो हाकिमको कुरा हो जुन हाकिमले अहिले पनि त्यही परम्परालाई कायम राखेको छ। त्यो हाकिम सुध्रिन्छ भने सुध्रियोस्, सुध्रिँदैन भने त्यसलाई फाल्नुपर्छ। त्यसलाई फाल्नको निम्ति हामी मिलेसम्म संविधानबाट माथिबाट रिकिता पुर्याएर मिलेन भने तलबाट जनबलबाट फाल्दिन्छ। संविधानमा लेखेको थिएन घोडामा बसिरहेको राजगद्दीमा बसिरहेको राजा वीरेन्द्रले तल झरेर जनतालाई जमलाहात गर्नुपर्छ भने संविधानमा लेखेको थिएन।
त्यो जनताकै ताकत हो जसलाई देखेर राजाले राजगद्दीबाट तल आएर झुकेर जनताको सामु लत्रिनु पर्छ भने तपाईँ हाकिम त्योभन्दा ठुलो हुनुहुन्न। त्यसो हुँदाखेरि हामी सके माथिबाट कारवाही गर्छौँ, नसके हामी तलबाट जनता लिएर हामी तपाईँलाई कारवाही गर्छौँ। त्यसो हुनाले कारवाही गर्न रहर छैन कर्मचारी मित्र हो। हामीलाई कसरी कर्मचारीलाई बढीभन्दा बढी फालौँला भन्ने हामीलाई कुनै रहर छैन। नेकपा मालेको सरकार बनाउँदा पनि एडमिनिस्ट्रेसन चाहिन्छ, नेकपा मालेको सरकार हुँदाखेरि पनि प्रहरी सेवा चाहिन्छ, शाही सेना चाहिन्छ देशको सुरक्षाको निम्ति। अनि त्यो नेकपा मालेको सरकार हुने बित्तिकै अर्को कतै हामीले प्लग फिट गरिरहेका छैन जो ल्याएर ट्याक्क राखियो। हामी त यहाँहरूबाटै काम चलाउनु पर्ला भन्ने सोच्दैछौँ। अब त्यो यहाँहरूको जो विचार, यहाँहरूको निर्दलीयता निरङ्कुशतावादी विचार छ भने किमार्थ त्यो स्वीकार्य छैन। प्रजातान्त्रिक रूपले आफूलाई परिवर्तित गर्न चाहनुहुन्छ भने सधैँभरि नै यहाँहरूको सेवाको मुलुकलाई खाँचो छ, जनतालाई खाँचो छ। त्यसो हुँदाखेरि मेरो आह्वान छ, कर्मचारीहरू परिवर्तित हुनुहोस्, प्रजातान्त्रिक दिमाग बनाउनुहोस् र हरेक हाकिमले आफ्ना मातहतका कर्मचारीहरूलाई प्रजातान्त्रिक ढङ्गको व्यवहार गर्नुहोस्। र प्रजातन्त्र भनेको अनुशासनविहीनता होइन। र त्यो अफिसको हाकिमले पनि आफ्नो विभागको चिफले के गर्दैछ त्यसको बारेमा हामीलाई पठाउनुहोस्, मद्दत गर्नुहोस्। त्यो विभागको प्रमुखले माथि बसेर विभागको प्रमुखले पनि मनपरी गरिरहेको छ भने त्यो पनि तलै खस्नेछ, त्यो पनि रसानमै पुग्नेछ यदि आफूलाई परिवर्तित गर्दैन। यसो भएको हुनाले प्रजातान्त्रिकरण गर्नुपर्छ भनिरहेको बेला हरेक व्यक्तिले आफूलाई बदल्नुपर्छ, हरेक मेसिनरी आफूलाई बदल्नुपर्छ, हरेक निकायले आफूलाई बदल्नुपर्छ। अनि यस बेला अहिले के देखिरहेको छ भने केही सिडिओहरू, केही डिएसपीहरू अनि केही कार्यालयका हाकिमहरू नेपाली कांग्रेसको चाराने सदस्यता लिएर आफूलाई निकै गौरवशाली विजय हासिल गरेको ठान्दैछ। त्यस्तो निद्राबाट तपाईहरू कृपया बिउजे बेच नभए तपाईले नेपाली कांग्रेसको त बिगार पुर्याउनु भयो, आफ्ना जान छोराछोरीलाई पनि रुवाउने हुनुभयो। किनभने अब अहिले त पेट पालना गर्दै हुनु होला। तपाईलाई यदि एउटा पार्टीको हिजो एउटा पञ्चको एउटा बदमाश र फटाको निर्देशनमा उभिएर काम गर्दै हुनुहुन्थ्यो, घुस पेश खाएर तपाईहरू काम गर्दै हुनुहुन्थ्यो, कमिसन खोर भएर काम गर्दै हुनुहुन्थ्यो। आज त्योभन्दा बढ्ता काफी गौरवका साथ कांग्रेसको सर्वमान्यजीको इशारा पाएर तपाईँ यहाँ तल त्यस ढङ्गले पक्षपाती कारबार गर्न थाल्नु भएको छ भने अघि नै मैले भनिहालेँ, राजा वीरेन्द्रलाई झुकाउन सक्ने ताकत भएको यो नेपाली जनता। अनि त्यो नेपाली जनताभित्र अग्रपङ्क्तिमा उभिएको नेकपा माले तपाईँ जस्ता नाकमा जुका पालेर बसेकाहरूलाई पनि फाल्ने क्षमता राख्छ। त्यसो हुँदाखेरि देश यसैमा छ, कल्याण यसैमा छ कि बहुदलीय प्रजातन्त्रमा सरकारी निकायहरू साझा हुन्, सरकारी माध्यमहरू साझा हुन्, पब्लिक त्यस्ता निकायहरू साझा हुन्, सार्वजनिक ढङ्गले त्यसलाई प्रयोग गर्न सकियोस् र कुनै एउटा पार्टी वा व्यक्तिको प्यावा नहोस्। हामी यही चाहन्छौँ। त्यसो हुनाले बाद बाँकी यहाँहरूकै विचारमाथि निर्भर छ कि यहाँहरू के गर्नुहुन्छ। लाग्ला कि मालेको महासचिवले यहाँ आएर खुब फाइफुट्टी झार्यो, खुब एउटा चाहिँ धम्की दियो, हेरौँ न त पाइन के रहेछ। यदि त्यस्तै भयो भने अहिले त मलाई तथ्य छैन, तथ्य भएको भए म यहाँ यो तथ्य लिएर यहाँबाट म एउटा जुलुस सङ्गठित गरेर म त्यो हाकिमको घरमै जान्थेँ र म त्यसलाई त्यहीँ गएर चेतावनी दिन्थेँ। मैले कुनै छाला जोगाउनको निम्ति राजनीति गरेको होइन, आफ्नो विवेकले देखेको कुरा जनता बिचमा राख्नको निम्ति राजनीति गर्दै आएको। यसो भएको हुनाले अहिले त त्यो थाहा छैन। मलाई मेरा मित्रहरू मार्फत, साँचो प्रजातान्त्रिक भावना भएका व्यक्तिहरू मार्फत जब त्यो तथ्य थाहा हुनेछ त्यसबेला तपाईँ कुनै घरभित्र मात्र होइन, पानी मुनि जानुहुन्छ भने पनि, आकाशमाथि उठ्नुहुन्छ भने पनि तपाईँ नेकपा मालेको पहुँचभन्दा बाहिर जानु। यसो हुनाले थोरै शब्दमा मैले यति मात्रै भन्न खोजेको हुँ कि प्रजातान्त्रिकरण आवश्यक छ, व्यक्ति व्यक्तिमा, निकाय निकायमा। त्यसो हुँदाखेरि कर्मचारीहरू, प्रहरीहरू, शाही सेनाका जवानहरू, अधिकृतहरू हर कसैले आफूलाई परिवर्तन गर्ने, साझा बन्ने, जनताले विश्वासको मत दिएर जुन पार्टीलाई विजयी गराउँछन् त्यो पार्टीले सरकार चलाउँदाखेरि त्यस मुलुकमा कायम भएका रुल रेगुलेसनको आधारमा शान्ति सुरक्षा कायम राख्ने ढङ्गले यहाँहरू आफ्नो सेवा अर्पित गर्नुहोस्। त्यस्तो भयो भने मात्र यो मुलुकको विकास हुनेछ, यो मुलुक अघि बढ्नेछ।
र यस किसिमले प्रजातान्त्रिकरणको यो प्रक्रियालाई यस ढङ्गले अघि बढाउने कुरा हामीले सोचेका छौँ। र अब निश्चित रूपले भनिरहनु पर्ने आवश्यक छैन कि त्यो सचिव शमशेर जङ्गबहादुर राणालाई गीता पढाएर हातको छुरी भैमा खसाउँला भन्ने हामीलाई पनि लागेको छैन। त्यो बदमासले छोड्नेवाला छैन। त्यसलाई त गर्दनिया नि दिनुपर्छ, पर्ज नि गर्नुपर्छ त्यसमा। त्योभन्दा अर्को कुनै उपाय छैन। अब हुन त यस ढङ्गले निरङ्कुश तानाशाह र बदमासहरूको नाम लिएर भन्दा हाम्रा नेताहरूलाई विभिन्न ढङ्गले टिप्पणीहरू पनि आउन थालेको छ। मैलाई आएको छ, यो मदन भण्डारीलाई केही दिन बाँच्ने मन छ कि छैन? मदन भण्डारीलाई बाँच्ने मन छ, तर तिमीहरू जस्ता निरङ्कुशतावादी तलचटुवा तत्त्वहरूको अगाडि शिर निहुराएर होइन। यो कुरा मैले अरू ठाउँ पनि भनेको छु, यहाँ पनि दोहोऱ्याउन चाहन्छु। त्यसो भएको हुनाले जो वास्तवमा दरबारबाट प्रशिक्षित भएका अनि ती निरङ्कुश खाले तत्त्वहरू जसले हरेक क्षेत्रबाट भ्रष्टाचार र घुसखोरी गरेर दरबारमा कमिसन बुझाउँथे, दरबारमा त्यस्तो खालको एउटा उनीहरूले हिस्सा बुझाउँथे, ती तत्त्वहरू बदलिनेवाला छैन। तिनीहरूलाई हेरफेर गर्नुपर्छ। त्यो हेरफेर गर्नको निम्ति अब यो अन्तरिम मन्त्रीमण्डलले पुरा शक्तिका साथ लाग्न सक्नुपर्छ। लागेन यो अन्तरिम मन्त्रीमण्डल भने यो अन्तरिम मन्त्रीमण्डलसँग हाम्रो कुनै मोहनी छैन। हाम्रो यो अन्तरिम मन्त्रीमण्डलमा यो सरकारमा बसिरहेर अनि कुर्सीमा चिप्किरहने कुनै लोभ छैन। आजसम्म हामीले यो प्रक्रियालाई यस कारणले तीव्रता दिन चाहेनौं कि संविधानमा राजाले गडबडी गर्ला। अब संविधान आइसकेको छ, अब संविधानमा राजाले केही गडबडी गर्ने गुन्जाइस छैन। अब त गडबडी ती तलका अँध्यारा कुनाहरूमा लुकेका निरङ्कुशतावादीहरूले गर्न सक्छन्। त्यसो हुँदाखेरि त्यसको निम्ति ती विभिन्न निकायमा प्रजातान्त्रिकरण गर्ने कुराहरू, अपराधीहरूलाई दण्ड दिने कुराहरू र तल समाजमा भइरहेका व्यतिथिहरूलाई अन्त्य गर्ने खालका कुराहरूमा यो अन्तरिम सरकारले जनताको विश्वास लिएर अघि बढ्न सक्नुपर्छ। यसो भएको हुनाले हामीले यसरी सत्तामा संलग्न भएर माथिबाट पनि यो सुधारको प्रक्रियालाई जोरदार ढङ्गले अघि बढाउने पक्षमा छौँ। तल जनताको बीचबाट पनि बडो सङ्घर्षको प्रक्रियालाई अघि बढाउने पक्षमा छौँ। हामीले यस्तो कार्यनीति लिएका छौँ। यो कार्यनीति गलत छ कि सही छ त्यो प्रयोगले पनि देखाउनेछ, यहाँहरूको सुझावबाट पनि थाहा होला। त यसो भएको हुनाले मैले धेरै समय लिइसकेँ। पार्टीका नीति विचारहरू विभिन्न पक्षमा भन्नुपर्दा अझै पनि स्वाभाविक रूपले अनेक पक्षमा विचारहरू छन्। एउटै बेलामा एकैपटक सबै विचारहरू राख्नु सम्भव पनि हुँदैन। यसपटक थुप्रै कुरा, यहाँहरूको थुप्रै समय लिएर मैले धेरै कुरा राखेको भए पनि मैले संक्षेपमा भन्दा मुख्य शत्रु अहिले पनि दरबारद्वारा संरक्षित निरङ्कुशतावादी तत्त्व हुन् भन्ने कुरामा हाम्रो पार्टीले जोड दिन चाहेको छ। दोस्रो, यो संविधानलाई हाम्रो पार्टीले आलोचनात्मक समर्थन गरेको छ। र तेस्रो, हामी चुनावमा पूरा शक्तिका साथ हामी उत्रिँदैछौँ। चौथो, हामी बडो सङ्घर्षको प्रक्रियामा दृढतापूर्वक लागिरहनेछौँ। र अब यही कार्यनीतिको सवालमा हामी यो सुधारको प्रक्रियालाई माथिल्लो संरचनामा संलग्न भएर सुधारको प्रक्रियालाई पनि अघि बढाउने पक्षमा छौँ। यो मार्क्सवाद लेनिनवाद हो। मार्क्सवाद लेनिनवाद भनेको कुनै अफिमको गोटी होइन जो खाएर आँखा रातो फर्काउँदै हिँड्न थाल्यो। त्यसो हुँदाखेरि मार्क्सवाद लेनिनवाद भनेको त्यो दृष्टिकोण हो जसले आफ्नो मुलुकको वास्तविकतालाई विश्लेषण गर्न सिकाउँछ, वर्गहरूको शक्ति सन्तुलनलाई विश्लेषण गर्न सिकाउँछ। त्यसो भएको हुनाले हाम्रो विश्लेषण, हाम्रो वर्गीय मान्यता, हाम्रो कार्यनीति र हाम्रा धारणाका कुराहरू यहाँहरूले सुन्नुभयो। यहाँहरू मध्ये जसलाई चित्त बुझेन यहाँहरूले हाम्रो आलोचना गर्न सक्नुहुन्छ। त्यो आलोचनालाई हामी धैर्यतापूर्वक सुन्ने र नम्रतापूर्वक लिने अनि ठिक रहेछ भने आफ्नो धारणा सच्याउने पक्षमा छौँ। तर मलाई यस्तो मात्रै आशा छैन कि कसैले ध्वंसात्मक आलोचना नगर्ला। कसैले ध्वंसात्मक आलोचना गर्न सक्छन् जस्तो देशान्तरले गर्दै आएको छ। अनि जसलाई ध्वंस नि प्रिय छ, जसले ज्यानको बाजी राखेर मालेसँग लड्नु छ, त्यस्तालाई ध्वंसै ढङ्गले जवाब दिन र त्यसको बाजी राखेको ज्यान खाइदिनको निम्ति पनि नेकपा माले सक्षम छ। यही कुरा भन्नको निम्ति मात्रै मैले केही समय लिएको हुँ। अब हामी धेरै समय पनि गइसकेको छ। यस खातिर म यहाँहरूलाई हाम्रो पार्टीका विचारहरू सुनिदिनु भएकोमा, धैर्यतापूर्वक सुनिदिनु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्छु र
फेरि पनि केन्द्रीय कमिटीको तर्फबाट यहाँहरूलाई हार्दिक अभिवादन व्यक्त गर्छु। धन्यवाद।